अझ त्यति बेला के ट्रेन्ड चलेको थियो भन्दाखेरि नेपो किड्सको एउटा ट्रेन्ड चलाइएको थियो, जहाँ चाहिँ नेताका छोराछोरीहरू ल्याभिस लाइफस्टाइल, सामान्य नेपाली जनतालाई जहाँ चाहिँ घाँस बाँस कपासको दुःख छ, त्यस्तो बेलामा जब यो एक्सपोज भयो, ला हो र त एक दिनमा 21 जनाले ज्यान गुमाए, अधिकतम बल प्रयोग भयो राज्यबाट। दुःखद थियो। राति पनि देखिन्थ्यो नि त भिडियोहरु हैन, घरमै गई ढोकामा उ गरेर ताकेर गोली हानेको। प्रहरी मेरो साथी भनेको छ, त्यही साथीले चाहिँ छातीमा ताकी गोली मार्यो। अदालत जल्दै गर्दा मैले देख्छु अदालत जल्नुमा सबैभन्दा ठुलो दोषी राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने। अब त्यसमा चाहिँ हाम्रो काठमाडौँ महानगर र महानगरको प्रमुखको पनि केही भूमिका चाहिँ हुन सक्थ्यो। उहाँले चाहिँ आफ्नो भूमिका निर्वाह गर्न नसक्नु भएको जस्तो चाहिँ तपाईलाई लाग्दैन? हो नि, स्पष्ट रूपमा बालेन नेताको रूपमा पनि चुक्नु भएको, शहरको मेयरको रूपमा पनि चुक्नु भएको, दुईटै रूपमा चाहिँ उहाँ चुकेको देखिन्छ। सुशीला कार्कीज्यू चाहिँ प्रधानमन्त्री हुनुभयो हैन। अब हाम्रो संविधानले चाहिँ उहाँलाई प्रधानमन्त्री बन्न दिँदैन थियो। आज हामीसँग हुनुहुन्छ अधिवक्ता विकास गुप्ता। उहाँले चाहिँ अहिले जेनजी पुस्ताहरूलाई चाहिँ यो प्रोटेस्टको बारेमा अवेर गर्दै र संविधानको बारेमा चाहिँ अब थप छलफलहरू गरेर कसरी चाहिँ जेनजी पुस्तालाई के सही छ र के गलत छ भनेर चाहिँ अवेर गर्दै आउनु भएको छ। र यसको लागि चाहिँ उहाँले आफ्नो सोसियल मिडियालाई पनि एकदमै राम्रोसँगले चाहिँ प्रयोग गरेर आइराख्नु भएको छ। सर, हजुरलाई चाहिँ हाम्रो ल फ्याक्ट्रीमा स्वागत छ। धन्यवाद। तपाईको पर्सनल लाइफलाई चाहिँ यो प्रोटेस्टले चाहिँ के कस्तो चाहिँ असर पुर्याएको छ? व्यक्तिगत जीवनलाई कसरी असर पार्यो भन्ने सन्दर्भमा हामी कसरी पनि बुझौँ भन्दा यो प्रोटेस्टले समग्रमा नेपाललाई असर पारेको छ। नेपालीहरू यहाँबाट प्रभावित हुनुहुन्छ, त्यसमा चाहिँ हामीलाई प्रभाव पर्ने नै भयो। नेपाललाई के कस्तो प्रभाव पर्यो भन्दाखेरि यो 7 दिनदेखि 10 दिनको ट्रान्जिसनमा देशमा एक किसिमको फरक विमर्श चाहिँ सिर्जना भयो। सुरुको प्रोटेस्टको 2 दिनसम्म त देश कस्तो अवस्थामा पुग्यो भन्दाखेरि सरकार नभएको, कुनै पनि देशमा संस्था नभएको अवस्थामा देश गुज्रिनु पर्यो। त्यो माहौलमा हामीभित्र चाहिँ एउटा डर थियो, त्रास थियो, अबको दिन अबको परिस्थिति चाहिँ कस्तो हुने हो भन्ने कुराको अवस्थामा जुन तरिकाले देश ठ्याक्कै चाहिँ तपाईँ भनौँ न अन्धकारमा गएर 2 दिन 3 दिन कस्तो अवस्था थियो भन्दाखेरि अब के हुने हो, अबको बाटो के भन्ने कुराको जुन असमञ्जस थियो, त्यति चाँडै नै देश रिकभर भएको पनि अवस्था छ। विश्वको धेरैजसो देशमा जहाँ यस्तो प्रोटेस्ट हुन्छ वा जहाँ यस्तो राजनीतिक समस्या आइपर्छ, यति चाँडै निकास चाहिँ हुँदैन, द्वन्द्व लामो चल्छ, जनजीवन चाहिँ धेरै दिनसम्म प्रभावित रहिरहन्छ। त्यहाँको अर्थतन्त्रदेखि लिएर समाजमा बसेको मान्छेको सामाजिक अवस्था, द्वन्द्व निरन्तर चल्छ। तर नेपालको एउटा प्रवृत्ति भनौँ, नेपालीहरूको एउटा स्वभाव भनौँ, के रहेछ भन्दाखेरि जति चाँडो यो द्वन्द्वमा गयो त्यति नै चाँडो चाहिँ के भयो, यो ट्र्याकमा फर्केको अवस्था देखिन्छ। सो मूलतः के मात्रै हो भन्दाखेरि 7 दिनको जुन समय थियो त्यो समय अवधि चाहिँ केही चाहिँ तलमाथि भएको देखिन्छ। त्यस अन्तरालमा चाहिँ त्यहाँभन्दा पहिलेको र अहिलेको सामान्य अवस्थामा आइसकेको हुँदा चाहिँ धेरै हदसम्म चाहिँ फरक पारेको, व्यक्तिगत जीवनलाई फरक पारेको चाहिँ मैले बुझेको छैन। तर नेपालीहरूमा चाहिँ यो घटनाले एक किसिमले चाहिँ राजनीतिप्रतिको चासो, राजनीति संविधान बुझ्ने एक किसिमको वातावरण निर्माण गरेको छ एउटा, र अर्को भनेको राजनीतिक दलको नेताहरूलाई एउटा स्पष्ट सन्देश गएको छ, तपाईहरूको समय पुग्यो, अब अर्को पुस्तालाई अगाडि सार्नुहोस्, देशलाई फरक दिशामा लैजानको लागि फरक नेतृत्व अब आउनुपर्छ भन्ने सन्देश यो मुभमेन्टले दिएको छ। अब त्यसको प्रभाव आउने दिनहरूमा के कस्तो हुन्छ त्यो बुझ्दै छलफल गर्दै जाने विषय हो। द्वन्द्वबाट यो फेरि सामान्य रूपमा फर्किसकेर अब तपाईले
भन्नुभयो होइन, सामान्य रूपमै फर्किसकेको भनेर। तर पनि अहिले चाहिँ अब यो राजनीति हेर्दाखेरि होइन, जुन हिसाबले चाहिँ अब पोलिटिकल पार्टिजहरूलाई चाहिँ हामीले अब जेनजी आन्दोलन हुँदै गर्दाखेरि चाहिँ उहाँहरू रिजाइन गर्नुभयो, त्यसपछि अब कति आगलागीहरू पनि भए, त्यसले चाहिँ अब उहाँहरू चाहिँ एउटा डरले पनि गरेर चाहिँ अब भागिरहेको अवस्था थियो नि त होइन। अनि अहिले चाहिँ फेरि उहाँहरू पूर्ण रूपमा मिडियाहरूतिर आइराख्नु भएको छ होइन, हामी चाहिँ पार्टीलाई यसरी चाहिँ अगाडि बढाउँछौँ भनेर चाहिँ उहाँहरूले चाहिँ अब विज्ञप्तिहरू निकालिराख्नु भएको छ, आफ्नो पार्टी कार्यालयहरू बनाउँछु भनेर हिँडिराख्नु भएको छ। यो हिसाब यो कुराहरूलाई हेर्दाखेरि चाहिँ के हाम्रो अब यो राजनीति फेरि अब सामान्य हिसाबले नै अगाडि बढिरहेको अथवा जेनजी पुस्ताले जे खोजिरहेका थिए होइन, त्यही नै हुन लागेको जस्तो देखिन्छ र यो प्रश्नलाई अलिकति कसरी पनि बुझौँ। जेनजी पुस्ताको आन्दोलनले पूर्ण रूपले राजनीति निषेध गर्न खोजेको हो? पक्कै पनि तपाईँ हाम्रो उत्तर चाहिँ होइन आउँछ। हामी बहुदलमा छौँ, हामीले हिजोको दिन जस्तो पञ्चायती शासन व्यवस्था होइन यो, र त्यो किसिमको भाष्य निर्माण पनि गर्नु हुँदैन। एक किसिमको पुरानो दलहरूप्रति पुरानो नेताहरूप्रति तपाईँ हामीभित्र आक्रोश हुनु, वितृष्णा हुनु स्वाभाविक हो। उहाँबाट हामीले डेलिभरी खोजेको थियौँ, नेपालीको जनजीवनमा परिवर्तन आओस् भन्ने कुरा चाहेको थियौँ, आएको अवस्था छैन। त्यो कुराले चाहिँ वितृष्णा आउनु स्वाभाविक हो। भन्दै गर्दा पूर्ण रूपमा राजनीति गर्ने राजनीतिक कर्मीहरू, राजनीतिक दललाई निषेध गर्ने आन्दोलन हो त यो? होइन, र त्यो हुनु पनि हुँदैन। त्यो भयो भने त हामी फेरि पनि पञ्चायततिर फर्किन्छौँ। सबै व्यक्तिको राजनीतिक स्वतन्त्रता चाहिँ हुनुपर्छ। तपाईँले एउटा वाद बोक्न पाउनुभयो, एउटा विचार बोक्न पाउनुभयो, अर्को व्यक्तिले अर्को वाद बोक्न पायो, विचार बोक्न पायो, यो कुरा पनि जेनजीले बुझिदिनु पर्ने हुन्छ। तर हामीले कस्तो छ भने विचार जस्तै मेरो विचार होइन, तपाईँको विचार र मेरो विचार चाहिँ मिलेन भने चाहिँ अब मैले चाहिँ तपाईँलाई गलत भन्ने अहिले चाहिँ त्यो एउटा ट्रेन्ड जस्तो पनि आएको देख्छु क्या मैले चाहिँ होइन। अब मलाई मन परेको मान्छे छ भने त्यसलाई पनि त्यही मान्छे मन परिदिनुपर्छ, अथवा उसलाई कुनै व्यक्ति अब पोलिटिकल पार्टीको लिडर नै भनौँ होइन, कसैलाई मन पर्दैन भने हामीलाई मन परेर उहाँको केही कुरा गरेको छ भने पनि अब झोले भनिदिने होइन, अनि गाली खानुपर्ने होइन। अब कुनै राम्रै कुरा गरेको छ होइन, अब देशको, किनकि हामी त सबै देशको जनता भयौँ होइन, सबैलाई चाहिँ देशको माया हुन्छ। अब अझ भनौँ हामी त यो फिल्डमा लिटिगेसन गरेर हिँडिरहेको मान्छे हो नि त होइन। अनि अब हाम्रो त न विदेश जाने सोच थियो होइन, नथियो न अब हुन्छ नै होइन। अब देशलाई चाहिँ जुन हिसाबले पनि अब हामीले चाहिँ अगाडि बढाऊ भनेर सोचिरहेको हुन्छ, तर हामीले केही पोजिटिभ नै कुरा गरिरहेको छ भने पनि अहिले चाहिँ कसैको विचारभन्दा फरक विचार चाहिँ हामीले दियौँ भने चाहिँ अब हामीले गाली खाने स्थिति पनि छ होइन। त्यसमा चाहिँ अब त्यो अवस्थामा यसलाई हामीले कसरी बुझौँ भन्दाखेरि राजनीतिक चेतना नभएको अवस्था हो यो, अनि यसलाई हामीले अस्वाभाविक रूपमा लिनु हुँदैन। भर्खरै चाहिँ एउटा ठुलो जमातको संविधानप्रतिको रुचि बढ्दैछ, राजनीतिप्रतिको रुचि बढ्दैछ। नत्र यही नेपाली समाज हो जसले हिजोसम्म राजनीतिलाई वितृष्णाको रूपमा, राजनीतिलाई घृणा गरेर हिँडेको थियो। आई हेट पोलिटिक्स भनेको जमातले कमसेकम पोलिटिक्स यो रहेछ, पोलिटिकल सिस्टम यो रहेछ, संघीयता यो रहेछ, एकात्मक शासन प्रणाली यो रहेछ, प्रत्यक्ष कार्यकारी यो रहेछ, संघीयताको फाइदा बेफाइदा यो रहेछ भन्ने तर्फको विचार विमर्श अगाडि बढ्नु समाजको लागि सुखद पक्ष हो। यहाँ चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि विचारको भिन्नताले व्यक्तिप्रतिको घृणा चाहिँ आउनु हुँदैन र आउन दिनु हुँदैन। तपाईँ एक किसिमले राजनीतिक विचारधारा तपाईँको कम्युनिजम होला, तपाईँले माओइस्ट विचारधारा चाहिँ मन परेको हुन सक्छ होला, तपाईँको राजनीतिक विचारधारा समाजवादीसँग मेल खान्छ होला, कोही एकजना चाहिँ डेमोक्रेट हुन सक्छन् है। राजनीतिक विचार फरक राख्न पाइयो, राजनीतिक विचारकै आधारमा घृणित तुल्याउने, घृणा गर्ने, मान्छेलाई तृष्णा गर्ने, तिरस्कार गर्ने, अफेलित गर्ने काम चाहिँ गर्नु हुँदैन। पोलिटिकल बिङ भइसके पछाडि जुन रूपमा तपाईँको एउटा विचार हो, वैचारिक स्वतन्त्रता छ, सोही सन्दर्भमा मेरो पनि वैचारिक स्वतन्त्रता छ। यो चोइसको कुरा हो। चोइसको कुरामा कुनै एउटा जमातले कसैमाथि कुनै विचार चाहिँ थप्नु हुँदैन, लाद्नु हुँदैन। त्यो भनेको त अर्को तानाशाही तन्त्र भइदिन्छ।
एउटा मात्रै विचारले देश अगाडि बढ्ने होइन नि त। भएको सम्पूर्ण विचारलाई समेटेर एकजुट भएर तपाईँ हामी युवा जमातलाई अगाडि बढ्नलाई चाहिँ थप अग्रसर गर्नुपर्ने हुन्छ। एउटा जहाँसम्म झोलेको सन्दर्भ छ, यो झोले शब्दलाई कसरी प्रयोग गरिएको छ भन्दाखेरि आफूभन्दा फरक मत राख्ने सबै झोले, झोले भन्दै गर्दाखेरि भन्ने मान्छे पनि कहीँ कतै चाहिँ झोले हुने र झोलोपनको शिकार भएको हो कि किन? तपाईँ पनि त कसैलाई झोले भन्दै हुनुहुन्छ, एउटा विचार बोकेरै त अर्कोलाई झोले भनेको हो नि। तपाईँलाई कोही एउटा व्यक्ति मन परेको हुनसक्छ है, त्यो व्यक्ति मन परेको छ, त्यो बाहेकको व्यक्ति मन नै पर्दैन भने चाहिँ अरू व्यक्तिलाई मन पराउने व्यक्ति झोले, तपाईँ चाहिँ के त? प्रश्न त आउँछ नि, प्रश्न त आउँछ नि त है। सो यहाँ चाहिँ स्पष्ट रूपमा बुझ्नुपर्छ, यदि कोही व्यक्तिलाई मान्दैमा झोले भइन्छ भने, कुनै आदर्श बोक्दैमा झोले भइन्छ भने, कुनै राजनीतिक दलको विचार मन पराउँदैमा झोले भइन्छ भने सबै नेपाली चाहिँ झोले हुन्। एडमिट गर्नु नगर्नु, आत्मसात गर्नु नगर्नु फरक बाटो होला, तर हामी तपाईँ कहीँ न कहीँ केही न केही बोकेकै हुन्छ अनि त्यो हिसाबले त सबै झोले हौँ। सो यो झोले प्रवृत्तिले, झोले शब्दलाई चाहिँ त्यसरी चाहिँ नजाउँ। तपाईँ हामी चाहिँ आफ्नो मुटु मस्तिष्क त्यो लेभलसम्मको दायरा बढाउनुपर्छ, खुल्लापन राख्नुपर्छ जहाँ हामी व्यक्तिको फरक विचार फरक मतलाई आत्मसात गर्न सकौँ। मैले मेरो विचार तपाईँको मस्तिष्कमा लादेर, तपाईँले आफ्नो विचार म र मेरो मस्तिष्कमा लादेर समाज चाहिँ एउटा चाहिँ सही दिशामा, परिवर्तनको दिशामा जान्छ जस्तो मलाई लाग्दैन। यही पनि हालकै अवस्थामा पनि हामी नेपाली कतिसम्म चेतनशील छौँ त भन्दाखेरि हेर्नुहोस् त, अहिले राजनीति हुन्छ, राजनीतिमा फरक फरक व्यक्तिले जित्नुहुन्छ, फरक फरक व्यक्तिले अवसर पाउनुहुन्छ। यही नेपाली समाज होइन जसले बालेनलाई जितायो, यही नेपाली समाज होइन जसले रविलाई जितायो, यही नेपाली समाज होइन जसले रविको पार्टीलाई माओवादी भन्दा पनि धेरै मत दिएर चाहिँ एउटा तुलनात्मक सङ्ख्याको उपस्थिति हाम्रो चाहिँ सांसदमा पुर्यायो, हो कि होइन? हो नि। भनेपछि त हामी परिवर्तनलाई त आत्मसात गर्ने रहेछौँ नि, राम्रो मान्छेलाई चाहिँ विवेक प्रयोग गरेर चयन गर्ने त रहेछौँ नि। हिजोको दिनमा यदि 20 जना फरक मान्छेलाई चयन गर्न सकिन्छ भने आउने दिनमा, आउने निर्वाचनमा 275 जना पनि फरक फरक विचारधारा भएका, फरक फरक पोटेन्सियल भएका व्यक्तिलाई चयन गर्न सकिन्छ। रह्यो कुरो पुरानै नेताहरू दोहोरिने भए, दोहोर्याउने कि नदोहोर्याउने त्यो तय त तपाईँ हामीले गर्ने हो नि। संविधानले नै हामीलाई त त्यसको अधिकार दिएको छ हैन? जस्तै नेताले त डिजायर गर्न पायो नि त, तपाईँ हाम्रो त डिजायर जे पनि हुन सक्छ। मैले पनि त म प्राइम मिनिस्टर बन्छु भनेर विचार गर्न अब सोच्न पाएँ नि त हैन? त्यो कुराले म डराएर हुन्छ त? हुँदैन नि। तपाईँ प्रधानमन्त्रीको आकाङ्क्षी हुँदै गर्दाखेरि तपाईँलाई प्रधानमन्त्री बनाउने नबनाउने त जनताको हातमा छ। भोलिको दिनमा 275 जना यही नेपालीहरूले नै चयन गर्ने हो पुरा नेपालबाट। मान्छे कस्तोलाई भोलिको दिनमा हामी नेपालीले एक किसिमले चाहिँ पूर्ण रूपले प्रचण्डलाई चयन गरिदिएनौँ भने, ओलीलाई चयन गरिदिएनौँ भने, शेरबहादुर देउवालाई चयन गरिदिएनौँ भने, उहाँहरूलाई बोक्ने पात्रलाई चयन गरिदिएनौँ भने, मत अधिकार प्रयोग गरेर उहाँहरूलाई विस्थापित गर्नु भनेको लोकतान्त्रिक पद्धति हो। हिंसालाई बाटो बनाएर पूर्ण रूपमा चाहिँ निषेधित पारेर राजनीतिक अधिकार व्यक्तिको खोसेर हामी परिवर्तनतर्फ चाहिँ लाग्ने सम्भावना चाहिँ हुँदैन। विस्थापित गर्ने हो। मेरो चाहना कदापि के पनि होइन भन्दाखेरि हिजोदेखि चाहिँ वर्षौँदेखि जो राजनीतिक दलका नेताहरूले चाहिँ आफू शक्तिमा बसेर देशको अवस्था परिवर्तन गर्न सकेनन्, तिनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म कदापि छैन। स्पष्ट रूपमा के बुझौँ भन्दाखेरि हिजोको दलको अस्तित्व, हिजोको दलको औचित्य भनेको व्यवस्था परिवर्तन गर्नमा थियो, नकार्न मिल्दैन। राजतन्त्रबाट गणतन्त्रमा नेपाललाई ल्याउँदै गर्दा, एकात्मक शासन प्रणाली फालेर संघीयतातर्फ चाहिँ ल्याउँदै गर्दाखेरि नेपालीहरूलाई 31 वटासम्म मौलिक अधिकार चाहिँ स्थापित गराउनमा ती पुरानै दलका नेता, पुरानै दलहरू चाहिँ यसको भागीदारी हुन्, त्यसको हामी सम्मान गर्छौँ। तर सत्य के पनि हो भन्दा उहाँहरूले के गर्न सक्नु भएको छैन, नेपालीको अवस्था परिवर्तन गर्न सक्नु भएको छैन। व्यवस्था परिवर्तन गर्नुभयो, नमन छ, नमस्कार गरौँ, सम्मान गरौँ। तर जनजीवनमा एउटा सामान्य मान्छेलाई के चाहिन्छ? उसलाई चाहिँ सामान्य मान्छेलाई महँगाई नहोस्, घाँस बास कपासको व्यवस्था, महँगाई नहोस्, रोजगारी होस्, आफ्नो छोराछोरी यही काम गरेको देख्न पाउन्, यही काम गर्दै गर्दा पनि चाहिँ उचित काम गरेको दाम पाउन्
होइन, शान्ति होस् देशमा चाहिँ, होइन, यति नै खोजेको होइन र हो। यतिको निम्ति चाहिँ यो सामान्य है जनजीवनमा आउने सुधार मात्रै नेपाली जनतालाई चाहिएको, त्यो आवश्यकता हो। यो चाहिँ दिन सकेनन् अहिलेको वर्तमान राजनीतिक दलले र नेतृत्वले। असर पनि पाएका हुन् नि, उहाँहरूले पाउनु भयो नि। 2072 देखि लिएर 82 सम्म 10 वर्षको त हो नि, खोइ त अवस्थामा त परिवर्तन आएन। अब जेनजीको पुस्ताको लडाई, यो ऊर्जा भनेको ठ्याक्कै अवस्था फेर्नतर्फ लाग्नुपर्छ। त्यस्तो मान्छेलाई रोजौँ जसले चाहिँ तपाईँ हाम्रो चाहिँ अवस्था परिवर्तनमा चाहिँ ठुलो भूमिका, ठुलो टेवा पुर्याउन सकुन्। व्यवस्था परिवर्तनको को खेलमा चाहिँ हामी चाहिँ अहिले आफूलाई लगायौँ भने देश चाहिँ थप अनिश्चित बाटोमा है, थप सङ्कटमा वा चाहिँ थप त्यहाँ चाहिँ के हुन्छ, राजनीतिक रूपमा अस्थिरता वा अन्य शक्तिहरू खेल्ने ठाउँ चाहिँ निर्माण हुन्छ। त्यो गरिदिनु हुँदैन। हाम्रो अल्टिमेट पावर भनेको, हाम्रो शक्ति भनेको हाम्रै हातमा हो, हाम्रै अङ्गुठामा हो। यसपालि जसरी जेनजी पुस्ता बाटोमा आएर एउटा सिम्बोलिक अर्थ दिए नि, अब भोट दिने बेलामा चाहिँ आफूले चाहिँ हातले पनि, जुन हात बाटोमा थियो त्यो हात चाहिँ ब्यालेट थिच्ने बेलामा पनि विवेक पुर्याउनु पर्ने हुन्छ, अरूलाई थप जागरुक बनाउनु पर्ने हुन्छ। सकिन्छ आफै पनि लिडरसिप रोलमा आउनुपर्ने हुन्छ। सकिन्न राम्रो लिडरलाई प्रमोट गरिदिनुपर्छ। अझ एक स्टेप अगाडि जाने हो भने हिजोको दिनकै नेताहरू आउन खोज्यो भने उहाँहरूले के गल्ती गर्नुभयो त्यो उजागर गरिदिनुपर्छ। थप जो हाम्रो बुवा बाजे हुनुहुन्छ, जहाँ तपाईँ हामीलाई यदि महसुस हुन्छ उहाँहरूलाई यो चेतना छैन या उहाँहरूले चाहिँ गलत नेतृत्व चयन गर्दै हुनुहुन्छ भने पुरानो खत्तम भ्रष्ट नेता बारेमा चाहिँ जागरुक बनाउने त्यो जिम्मेवारी पनि जेनजीको काँधमा छ। यो भन्दै गर्दा जेनजीले आफू चाहिँ के चाहिँ बोक्दिनु हुँदैन भन्दाखेरि, मैले पूर्ण रूपमा कुटेरै पिटेरै मात्रै हिंसात्मक बाटोले नै यो चाहिँ पुरानो दलका नेताहरूलाई, कार्यकर्ताहरूलाई विस्थापित गर्छु भन्ने छैन। हरेक दलमा पुरानो जति पनि दल छन् त्यहाँ चाहिँ प्रभावशाली युवाहरू हुनुहुन्छ, तर राम्रो क्षमता भएको अवसर चाहिँ नदिएको अवस्था छ, नदिएको अवस्था हो। अब तपाईँ हाम्रो पनि हातमा छ नि त कति कुराहरू। यदि हामीले एउटा बालेन ल्याउन सक्छौँ भने अहिले अबको निर्वाचनमा देशलाई 275 जना बालेनको खाँचो छ। बालेन प्रवृत्ति राम्रो नराम्रो हामी पछि छलफल गरौँला। बालेन प्रवृत्ति चाहिँ पूर्ण रूपमा राम्रो नै वा नराम्रो चाहिँ मैले भनिनँ, मैले मात्रै जनताको मत। एक किसिमले परिवर्तन आशा गरेको पात्र बालेनलाई यदि हामी मान्छौँ भने, देख्छौँ भने 275 जना पूर्ण रूपमा देशबाटै छानौँ अनि बल्ल तपाईँ हामीले खोजेको परिवर्तन आउला नि, है होइन? यो जेनजी आन्दोलन चाहिँ तपाईँलाई लाग्दैन प्री प्लान थियो? अब भनियो अब एउटा सोसियल मिडिया के थ्रुबाट यो करप्सनको अगेन्स्टमा चाहिँ आवाज उठाउँदै गर्दाखेरि, भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै गर्दाखेरि चाहिँ अब यो एउटा अगाडि माइती घरदेखि लिएर चाहिँ हाम्रो संसद भवन अगाडिसम्म चाहिँ पुग्यो होइन, यो जनता पुग्यौँ भनौँ न। अब त्यो चाहिँ एउटा करप्सनको लागि भनेर गएको थियो, तर कतै चाहिँ प्री प्लान पनि हुनसक्छ। यो अगाडिदेखि नै चाहिँ कसैले चाहिँ यसमा चाहिँ अब घिउ छर्दै थियो अनि आगो चाहिँ पछाडि लगाइदिएको हो जस्तो चाहिँ तपाईँलाई लाग्छ कि लाग्दैन? तपाईँले राम्रो कुरा गर्नुभयो। तपाईँले जुन सन्देह बोक्नु भएको छ, जता इसारा गर्दै हुनुहुन्छ, त्यो कुरालाई पूर्ण रूपमा नकार्न मिल्दैन। यसलाई कसरी बुझौँ भन्दाखेरि कहिलेकाहीँ दाजुभाइको जुन ठ्याक्कै झगडा हुन्छ नि, त्यो झगडामा छिमेकी पनि खेल्छन् क्या। सामान्य रूपमा घरमा चाहिँ केही एउटा विषयलाई लिएर है दाजुभाइको कुनै एउटा कुरामा मनमुटाउ हुन्छ, त्यहाँ झगडा भएको हुन्छ। अरू छिमेकीले खेलिदिएर के गरिदिन्छन् भन्दाखेरि त्यो सामान्य झगडालाई यति ठुलो बनाइदिन्छन् कि अब अंशबन्डा गर्ने है, घर फुटाउने, एउटा किचनबाट 2टा किचन बन्ने है, जग्गाको बाँडफाँडसम्मको अवस्था पुर्याइन्छ नि। जेनजी मुभमेन्टलाई त्यसरी पनि हेर्न सकिन्छ। जेनजी मुभमेन्ट चाहिँ जेनजीबाट सुरुवात भएको हो, तर यहाँ मात्रै जेनजीको स्वार्थ मिश्रित थियो त यहाँ प्रश्न चिन्ह आउँछ। यहाँ एउटा मात्रै शक्तिहरू यसमा चाहिँ इन्भल्भ थिए त भन्ने कुरामा प्रश्न आउँछ। को थिए त? जेनजीले स्वस्फूर्त रूपमा चाहिँ यो चाहिँ कुनै एउटा सङ्गठन बनाएर, कुनै एउटा चाहिँ नेतृत्वलाई स्थापित गरेर गरिएको मुभमेन्ट चाहिँ भान हुँदैन। ओपेन रूपमा
के भान चाहिँ हुन्छ भन्दाखेरि कस्तो सन्देश देखिन्छ भन्दाखेरि एक किसिमले चाहिँ सामाजिक सञ्जालमा दिस इज अ फाइट एगेन्स्ट करप्सन भनेर कहीँ धेरै अधिकतम पोस्टहरू त्यसरी आएको देखिन्छ। एक किसिमले चाहिँ यो सामाजिक सञ्जाल बन्द विरुद्धको आवाज हो भनेर आएको देखिन्छ। डोमिनेन्ट कुरो चाहिँ यही हो है, तर स्टार्टिङ पोइन्ट यही हो, मलाई पनि लाग्छ सुरुवात यही हो। किनकि यति धेरै इन्फ्लुएन्सरहरू नत्र अरू समयमा, किनकि आन्दोलन त धेरैचोटि भइसकेको छ नि, यही करप्सनको अगेन्स्टमा पनि कतिचोटि आन्दोलन भएको छ होइन, सडक कतिचोटि तातिएको छ, तर इन्फ्लुएन्सरहरू चाहिँ यही बेलामा चाहिँ सबै देखा पर्नु भयो कि धेरै जसो भनौँ न। अनि आगो अब उहाँहरूलाई पनि अब केही न केही हिसाबले चाहिँ त्यो ब्यान भएकोले पनि अब हामी हाम्रो हिसाबले चाहिँ गरी खाइरहेको थियौँ भने चाहिँ सरकार तिमी आफू पनि भुज खाइरहेछौ, तिमी आफू खराब भइसक्यौ होइन, हामी केही नगरी बस्दा पनि अब तिमीहरूले हामीलाई पनि बाँच्न नदिएको अवस्था छ भनेर चाहिँ सडकमा आएको पनि देखियो के। ठिक हो। जस्तै यसलाई म पूर्णतः कसरी बुझाउन खोज्छु भन्दा तपाईँलाई जेनजीको मुभमेन्ट भनिए तापनि यो मुभमेन्ट सम्पूर्ण नेपालीहरूको थियो। किन कसरी भन्दाखेरि हामी सबै आक्रोशित थियौँ, हामी सबै असन्तुष्ट थियौँ। कोदेखि? सरकारदेखि है, सरकारदेखि। किन भन्दाखेरि भ्रष्टाचार यस्तो चरम बिन्दुमा पुगिसकेको थियो। भ्रष्टाचार कहाँ चाहिँ थिएन, मालपोतमा थिएन कि अदालतमा थिएन कि प्रहरी प्रशासनमा थिएन कि है, हुँदाहुँदै एकात्मक शासन प्रणाली हुँदा चाहिँ मात्रै केन्द्रमा रहेको भ्रष्टाचार अहिले संघीयताले चाहिँ विकेन्द्रीकरणमा गएर तिनै तहमा चाहिँ भ्रष्टाचार यस्तो अवस्थामा पुगिसकेको थियो कि हरेक घरमा हरेक मान्छे कहाँ न कहाँ कतै न कतै यो भ्रष्टाचारदेखि के थिए, आतंकित थिए, आक्रोशित थिए। कसैको पनि के थियो भन्दाखेरि चित्त बुझ्ने अवस्था थिएन है। हरेक हप्ता 10 दिनपछि कुनै न कुनै भ्रष्टाचारको कुराहरू आउने, भ्रष्टाचार चरम बिन्दुमा थियो, आक्रोश सबैमा थियो। सो समयमा जब जेनजीले आह्वान गर्यो हाम्रो यो मुद्दा, हाम्रो लडाई भनेको भ्रष्टाचार विरुद्धको लडाई हो, हामी सबैले जेनजीमा चाहिँ आफूलाई देख्यौँ। यो त मैले लड्नुपर्ने हो, म अगाडि सर्नुपर्ने हो, जेनजी सरिरहेछ, मैले जेनजीलाई समर्थन गर्नुपर्छ भनेर सबैले एकबद्धता देखाए। नेता, अभिनेता, नागरिक समाज, क्रिकेटर, हुँदाहुँदै पत्रकार सबैले एकबद्धता जनाए। देशभित्र भएकाहरू पनि बाहिर भएकाहरू। किन हामीभित्र असन्तुष्टि थियो नि। तपाईँ हामीलाई चाहिँ भ्रष्टाचार मन परेकै थिएन। अझ त्यति बेला के ट्रेन्ड चलेको थियो भन्दाखेरि नेपो किड्सको एउटा ट्रेन्ड चलाइएको थियो, जहाँ चाहिँ नेताका छोराछोरीहरू ल्याभिस लाइफस्टाइल, सामान्य नेपाली जनतालाई जहाँ चाहिँ घाँस बाँस कपासको दुःख छ है, सामान्य घाँस बाँस कपासको निम्ति नेपालीहरू चाहिँ देश छोडेर चाहिँ खाडी मुलुकमा जाने अवस्था छ। त्यस्तो बेलामा जब यो एक्सपोज भयो, ला हो रही त हाम्रो त करले के रहेछ भन्दाखेरि नेताहरूले त अहिलेसम्म चाहिँ राजगद्दी जसरी मौज मस्ती गरेको रहेछन् भन्ने अनुभूति भएर आफ्नो पछिल्लो पुस्ताहरू सबैले अब मौज गरिरहेछ भन्ने। सो भए पछाडि के भयो, यो आन्दोलन चाहिँ जेनजीको भनिए पनि के भयो त सम्पूर्ण नेपालीहरूको भइदियो। तर यहाँ भइदियो के भन्दाखेरि सुरुवाती क्रमदेखि लिएर भ्रष्टाचार विरुद्धको आन्दोलनमा यही मौकालाई तपाईँलाई चाहिँ त्यो आपतलाई अवसर भन्छन् नि, केही राजनीतिक दलहरू केही स्वार्थ समूहहरूले खेल्ने अवसर पाए र विभिन्न लेभलबाट चाहिँ उहाँहरूलाई छिर्न खोजे। कुनै एउटा राजनीतिक दलले मेरो जेनजी मुभमेन्ट प्रति एकबद्धता छ भनेर भने, कुनै एउटा चाहिँ अभियन्ताले मेरो एकबद्धता छ भनेर भने है। त्यो भन्दै गर्दाखेरि एउटा हामीले स्पष्ट मेसेज के दिन सकेनौँ भने जेनजी मुभमेन्ट भ्रष्टाचार विरुद्धको मुभमेन्ट हो, भ्रष्टाचार हटाउनुपर्छ भन्नेसम्मको हाम्रो चाहिँ एकबद्धता हो भन्न सकेनौँ। हामीले के गर्दैनौँ, जेनजी हो तिमीहरूलाई हिजोको दिनमा नलायकको रूपमा सबै समाजले बुझ्छ, चित्रित गर्छ, तिमीहरू नलायक छैनौ, लायक छौ भनेर गएर देखाइदेऊ भन्यौ। तर के देखाउनु भन्ने कुरा चाहिँ भन्दिएनौँ, त्यो बाटो देखाइदिएनौँ। त्यही भएर के भइदियो भन्दाखेरि विध्वंस भयो। भन्नेले त अब संविधान नै खारेज गर्नुपर्छ पनि भनिरहेछ नि त हैन। त्यो अनि के गर्दियो भन्दाखेरि अवस्था परिवर्तनको लडाईलाई चाहिँ व्यवस्था परिवर्तनतिर चाहिँ डोड्याइयो। अब को खेले त? जेनजी त मूलत एउटा चाहिँ टुलको रूपमा आए, पछाडि खेल्ने त राष्ट्रिय स्वतन्त्र पार्टीको केही स्वार्थ थियो, दुर्गा प्रसाईको टोलीको केही स्वार्थ थियो, माओवादीको आफ्नै स्वार्थ थियो। त्यसैभित्र अन्य पार्टीहरूभित्र चाहिँ भएको गुट उपगुटको पनि पूर्ण रूपमा भित्री सहयोग थियो नै। सो यो अवसरलाई केही गरी चाहिँ यो चुनौतीलाई आफ्नो केही गरी चाहिँ अवसरमा फेर्न सकिन्छ भनेर सबैले इनिसियली पुस गरेको देखिन्छ।
भइदियो के भन्दाखेरि जब जसरी प्रोटेस्टको दिन अगाडि समय बढ्दै गयो मान्छेले सोचे भन्दा पनि गम्भीर कुराहरू भए, मान्छेले सोचे भन्दा पनि आन्दोलनले यो प्रोटेस्टले फरक बाटो लियो। एक दिनमा 21 जनाले ज्यान गुमाए, अधिकतम बल प्रयोग भयो राज्यबाट, दुःखद थियो। यत्रो हामीले हाम्रो करले पालेको प्रहरी मेरो साथी भनेको छ, त्यही साथीले चाहिँ छातीमा ताकी गोली मार्यो, टाउको ताकी गोली हान्यो। अब त्यति मात्र त्यहाँबाट चाहिँ थप आक्रोशित भएर नेपाली जनताले राति पनि देखिन्थ्यो नि त भिडियोहरु हैन, घरमै गई ढोकामा उ गरेर ताकेर गोली हानेको, खेदाई भित्रतिर हैन। अब त्यो एनसीसी कलेज भित्रको बाटोतिर पनि पुलिसहरु कुदेर चाहिँ गोली हानिरहेको चरम लापरवाही थियो। सुरक्षा संयन्त्रबाट, सरकारबाट, पुलिस प्रशासनको पुलिस प्रमुखहरूले पनि आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने थियो, गृहमन्त्रीले आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने थियो, प्रधानमन्त्रीले बोध गर्नुपर्ने थियो। कसैले त्यो बोध गरेको देखिँदैन। पहिलो दिनको आन्दोलन त्यत्रो डरलाग्दो अवस्थामा पुग्दा पनि त्यसलाई सामान्यकरण रूपमा चाहिँ सबैले लिए। 9 तारिक भनौँ न, 24 गते भनौँ, नाइट सेप्टेम्बर 24 गते त देखाइदिइहाल्यो नि त है। भिडको त्यसै पनि दिशा हुँदैन। अनि यो भिड त पहिलेदेखि दिशाहीन थियो। कुनै संस्थाले चाहिँ, एउटा संस्थाले त यसलाई चाहिँ आयोजना त गरेको थिएन। सो जसलाई जुन बाटोमा जानु मन थियो त्यो बाटोमा लागे, जसलाई जे जलाउन मन थियो त्यसले त्यो जलायो। कसरी जल्यो, कसले गर्दाखेरि के जल्यो भन्ने कुरा पनि एउटा विश्लेषणको पाटो हो है। कसरी जल्न पुग्यो त, त्यो अवस्थासम्म त्यो विध्वंस कसरी भयो, त्यसलाई नियन्त्रण गर्न सकिन्न थियो। कहाँनिर चाहिँ प्रहरी चुक्यो, कहाँनिर चाहिँ आर्मी चुक्यो, कहाँनिर चाहिँ सरकार चुक्यो, कहाँनिर हामी तपाईँ चाहिँ नेपाली जनताको रूपमा चाहिँ तपाईँ हामी कहाँनिर चुक्यौँ, कहाँनिर चाहिँ हामीले आदर्श मानेको है, जेनजीले आदर्श मानेको नेता कहाँनिर चुक्यो। यी सबै प्रश्नहरू छन्। यी प्रश्नमा तपाईँ हामी संवेदनशील भएर विचार गऱ्यौँ भने यो एउटा ठुलो जमात जुन चाहिँ अझै पनि दिशाविहीन छ है, यी जमातलाई अझै पनि एउटा चाहिँ दिशा चाहिएको छ। तपाईँ हामीले यसरी नै सत्य तथ्य बाहिर उजागर गरिदिएर दिशा दिनुपर्ने अवस्था हो। यो आन्दोलनमा जुन गोलीहरू प्रहार भए र यति हाम्रो नेपाली जनताहरूले चाहिँ ज्यान गुमाउनु पर्यो, यो चाहिँ के प्रहरीले नै, नेपाल प्रहरीले नै गोली हानेको थियो कि यसमा चाहिँ शङ्का गर्नुपर्ने ठाउँहरू पनि छ, त्योभन्दा बाहेक पनि आएको हुनसक्छ भन्ने? यो गम्भीर प्रश्न गर्नुभयो यहाँले। पहिलो कुरो त नेपाल प्रहरीले दमन गरेको, अधिकतम बल प्रयोग गरेको कुरालाई हामीले डिनाइ गर्न मिल्दैन। भिडियोहरू आएका छन् जहाँ चाहिँ नेपाल प्रहरीले सुट गर्दै गरेको देखिन्छ, स्पष्ट रूपमा प्रष्ट छ। सो गोली चलाउने र ज्यान मार्नेमा नेपाल प्रहरी अगाडि थियो, अधिकतम बल प्रयोग गर्यो, यो कुरालाई नकार्न मिल्दैन। तर यहाँ शङ्काको एउटा ठाउँ छ। जसरी केही क्लिपहरू भाइरल भएको छन्, कति ठाउँमा चाहिँ बिचतिर भएको मान्छेको टाउकोमा गोली लागेको छ। र तपाईँ भारतीय च्यानलमा आएको एउटा दुईटा एनालाइसिसहरू छन्, कन्स्पिरेसी थ्योरी पनि भन्न मिल्छ यहाँले। केही पत्रकारहरूले लेखेको आर्टिकल पनि छ। त्यो आर्टिकलले नेपालको मुभमेन्टमा जुन किसिमले, जुन तरिकाले बल प्रयोग भएको देखिन्छ, एउटा किलिङ भएको देखिन्छ, त्यो कुरालाई बङ्गलादेशको मुभमेन्टमा ज्यान गुमाउने, त्यहाँ सुट भएका, त्यहाँ ज्यान गुमाएको प्रदर्शनकारीहरूसँग जोडेको देखिन्छ। उहाँहरूको एउटा तर्क के छ भन्दाखेरि स्नाइपर सर्टहरूलाई प्रयोग गरेर कहीँ कतै बिल्डिङबाट, कुनै उच्चतम स्थानबाट चाहिँ केही मान्छेहरूलाई चाहिँ नियोजित रूपमा चाहिँ टाउकोमा हान्न लगाएको। सो कुराले चाहिँ भिड भड्किनु, भिडमा आक्रोश आउनु र त्यो आक्रोशलाई प्रहरीले नियन्त्रण गर्न नसके पछाडि प्रहरीले गोली चलाएको भन्ने तर्क गरिन्छ। तर यहाँ चाहिँ मेरो आफ्नो भनाइ के हो भन्दाखेरि केही हदसम्ममा हामीले अहिलेसम्म नेपालको प्रहरीलाई चाहिँ मानव अधिकारको गोष्ठीमा मानव अधिकारको कति धेरै ट्रेनिङहरू दियौँ। त्यो दिँदै गर्दाखेरि एउटा कहाँ चाहिँ चुकेको देख्छौँ भन्दाखेरि जब यस्तो आन्दोलन आउँछ नि, त्यहाँ चाहिँ हाम्रो प्रहरीले आफूले सिकेको सिप, आफ्नो चाहिँ अध्ययन कहाँ हराउँछ भन्ने कुराको दुविधा आउँछ। 2072 सालमा संविधान बन्दै गर्दा पनि तराईमा चाहिँ धेरै गोली हान्यो, टाउकोमै लाग्यो। त्यति बेला यदि प्रहरीले हानेको हो भने त्यति बेलै प्रहरीलाई चाहिँ कल आउट गरिदिएको भए के हुन्थ्यो? यो परिस्थिति नआउन सक्थ्यो। सो त्यसरी चाहिँ के हुन्छ भन्दाखेरि त्यो परिपाटीले आएको जुन हाम्रो सुरक्षा षड्यन्त्र छ, अहिले पनि चाहिँ तिनले त्यसरी गोली चलाएको त छन्, मारेको त छन्, त्यो कुरामा चाहिँ शङ्का पनि छैन, जति पनि हामीसँग प्रमाणहरू छन्। तर
जुन एनालाइसिसका कुराहरू, जुन दुविधा, जुन शङ्का उठाइदैछ, त्यो कुराले यो पनि नकार्न मिल्दैन कि कहीँ न कहीँ घुसपैठ थियो, कहीँ न कहीँ स्नाइपर्स प्रयोग भएका थिए भन्नेतर्फ पनि इङ्कित गर्छ, जसलाई पूर्ण रूपमा प्रमाणित गर्नलाई अहिले मैले बोलेर हुँदैन। बिस्तारै जब पोस्टमार्टमको रिपोर्टहरू आउँछन्, गोलीहरू कस्ता कस्ता चाहिँ युज भएका थिए, कस्ता कस्ता हतियार प्रयोग भएको थियो, त्यो कुरा चाहिँ अनुसन्धानबाट बाहिर आउँछ। सोको लागि प्रधानमन्त्रीले के गरिदिनुपर्छ भन्दाखेरि तत्कालीन रूपमा चाहिँ एउटा चाहिँ आयोग बनाइदिनु पर्ने हुन्छ, एउटा समितिको गठन गरिदिनुपर्छ, जसले दुईटा कुरा चाहिँ अध्ययन गरोस्। कमसे कम एउटा चाहिँ अधिकतम बल प्रयोग गर्नमा को दोषी भए ती दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्यो। प्रधानमन्त्री भए प्रधानमन्त्री, गृहमन्त्री भए गृहमन्त्री, सुरक्षा संयन्त्रका जुन प्रमुखहरू हुनुहुन्छ उहाँहरूलाई एउटा त्यसरी ल्याउनु पर्यो। अर्को चाहिँ स्वतन्त्र रूपमा चाहिँ के कस्ता हतियार प्रयोग भएको थियो त्यो कुराको पनि सत्य तथ्य चाहिँ बाहिर आउनु पर्यो। अनि बल्ल तपाईँ हामी नेपाली नागरिक चाहिँ सत्य तथ्यसँग चाहिँ हाम्रो चाहिँ अलिकति चाहिँ हामी नजिकमा पुग्छौँ। नत्र अहिले मैले हो स्नाइपर प्रयोग भए अरू पनि आए भन्दा चाहिँ यो के हुन्छ भन्दाखेरि तर्कभन्दा बाहिर गएर हावा कुरा गरे जस्तो हुन्छ। सम्भावनालाई नकार्न मिल्दैन, तर यो सम्भावनालाई प्रमाणित गर्नलाई थप अनुसन्धान हुन जरुरी छ। यो प्रश्न चाहिँ यहाँ रहिरहन्छ, थियो कि भन्ने सम्भावना चाहिँ छ है अझै पनि। सरकारले चाहिँ पहल गर्न पर्यो चाँडोभन्दा चाँडो। सरकारले दोषीलाई कारवाही गर्नको लागि एउटा समिति त बनाउनै पर्यो है। प्रधानमन्त्री दोषी भए प्रधानमन्त्रीलाई भित्र राख्ने, गृहमन्त्री भए गृहमन्त्री, प्रहरी संयन्त्रका प्रमुखहरू भए प्रहरी संयन्त्रका प्रमुखहरू, यो गर्नै पर्छ। र सुशीला श्रीमानको एउटा कुरा पनि तपाईँलाई म भनौँ, उहाँ अन्तरिम सरकारको प्रधानमन्त्री भए पनि म श्रीमान भन्दैछु पूर्व प्रधान न्यायाधीशको नाताले र हामी कानुन व्यवसायी भएको नाताले। दोस्रो दिनको आन्दोलनमा 9 देखि 10 बजेतिर उहाँ चाहिँ बाटोमै आएर भन्नुभएको छ यी हत्याराहरूलाई मात्रै राजीनामा दिएर यिनीहरूलाई पुग्दैन, यिनीहरूलाई चाहिँ कानुनको दायरामा ल्याउनुपर्छ, सजाय गर्नुपर्छ है भन्ने कुरा भन्नुभएको छ। अब सजाय गर्ने ठाउँमा उहाँ पुग्नु भएको छ। अब यसलाई चाहिँ मूर्त रूप दिनलाई कसरी, कुन टर्म्स एन्ड कन्डिसनमा अनुसन्धानलाई अगाडि बढाउने हो, त्यो अनुसन्धानको टोलीमा कसलाई राख्ने हो, त्यो चाहिँ द्रुत रूपमा चाहिँ द्रुत गतिमा चाहिँ अब 1 हप्ता जति भइसक्यो सरकार बनेको, त्यो चाँडोभन्दा चाँडो गर्नु पर्यो ताकि दोषीलाई कारवाही होस्। र सँगसँगै जसले ज्यान गुमाउनु भयो उहाँप्रति हाम्रो श्रद्धाञ्जली छ र उहाँहरूलाई दीर्घकालीन उहाँहरूलाई क्षतिपूर्तिको पनि व्यवस्थापन यो सरकारले गर्नुपर्छ। सो कुराको पहल पनि गर्नुपर्छ। उहाँको हाम्रो सुशीला श्रीमानको चाहिँ एउटा भिडियो पनि मैले देखेको थिएँ क्या, 5 दिन लाग्छ यो भ्रष्टाचारीहरूलाई चाहिँ कठघरामा ल्याउनको लागि भनेर चाहिँ आइरहेको थियो होइन। अब यो भ्रष्टाचारीहरूलाई चाहिँ अब यो भ्रष्टाचारीहरूको फाइल खोल्नेहरूको अलिकति इनिसिएसन त भयो होइन। अब कल सेन्टरहरू खोल्ने होइन, कल गर्नु, अब कुनै भ्रष्टाचार भइरहेको देखियो भने चाहिँ अब जनताले चाहिँ कल गरेर चाहिँ त्यसको चाहिँ इन्फर्मेसन दिन सक्छन् भन्ने चाहिँ भयो। तर जुन हाम्रो मेन एजेन्डा हाम्रो त भनेको आन्दोलन नै भ्रष्टाचार विरुद्धको थियो। त्यही भएर चाहिँ अब त्यो भ्रष्टाचारीहरू त हाम्रो त अब पोलिटिकल लिडर्सहरू थिए होइन, जुन चाहिँ अहिले अब सत्ताबाट केही हदसम्म बाहिर निस्केका छन् होइन। उनीहरूलाई चाहिँ कसरी चाहिँ अब यो कठघरामा ल्याउन सकिन्छ, उनीहरूको अब भ्रष्टाचारको फाइलहरू चाहिँ कसरी चाहिँ अगाडि बढाउन सकिन्छ। अलिकति तपाईँलाई सच्याउनु पर्ने छ, भ्रष्टाचारी मात्रै राजनीतिक दलका नेता थिएनन्। भ्रष्टाचारी यहाँको कर्मचारी तन्त्र पनि हो। कर्मचारी तन्त्रमा भ्रष्टाचारमा सबै लुप्त छन्। नेताले सत्तामा भउन्जेल चाहिँ भ्रष्टाचार गर्छ, कर्मचारी तन्त्र जतिन्जेलसम्म जागिर खान्छ त्यति बेलासम्म भ्रष्टाचार गर्छ। सो कर्मचारी पनि भ्रष्ट छन्, यहाँको प्रहरी पनि भ्रष्ट छन्, यहाँका चाहिँ जहाँ जानुहोस् तपाईँ चाहिँ यो सानोदेखि ठुलोसम्म चाहिँ सबै भ्रष्ट छन्। सो राजनीतिक दलका नेताहरूलाई मात्रै कारवाही गरेर पुग्दैन। भ्रष्टाचारलाई हटाउनु छ भने चाहिँ जहाँ जहाँ जुन जुन तह छ सबै तहबाट भ्रष्टाचार हटाउनुपर्छ। एउटा तपाईँले सुशीला श्रीमानले 5 दिनमा भ्रष्टाचार हटाउनुपर्छ जस्तो कुरा गर्नुभयो नि, हामी भावनात्मक हुनु हुँदैन, भावनामा बग्नु हुँदैन। कानुनको विद्यार्थीको हैसियतले म भन्छु 5 दिन होइन श्रीमान, तपाईँ 15 दिन लिनुहोस्, 25 दिन लिनुहोस्। कानुनले एउटा विधिवत तरिका के हुन्छ त्यो तरिका चाहिँ तय गर्नुहोस्। आयोग बनाउनुहुन्छ, आयोग बनोस्, आयोगले अध्ययन गरोस्, अनुसन्धान गरोस्। 2047 देखि अनुसन्धान गर्नु छ कि 63 देखि अनुसन्धान गर्नु छ त्यो तय गरोस्। कर्मचारीलाई कस्तो कर्मचारीको अनुसन्धान गर्ने ती सबै कुराहरू टर्म्स एन्ड कन्डिसन्सहरू चाहिँ तय होस्। विधिवत रूपले
सबैको चाहिँ निष्पक्ष स्वतन्त्र रूपमा छानबिन होस् है। त्यो छानबिन भइसके पछाडि दोषीलाई कारबाही होस् र भ्रष्टाचार नियन्त्रणको निम्ति चाहिँ ठोस बाटो चाहिँ सरकारले लिनुपर्छ। हटलाइन नम्बर राख्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन। यो भनेको के हो भन्दाखेरि बाटोमा चाहिँ कहीँ कतै बाटो बिग्रिसक्यो, बाटो चाहिँ बाढीले बगाइसकेको अवस्थामा चाहिँ त्यहाँ चाहिँ यो बाँस राखेर चाहिँ त्यो दीर्घकालीन समाधान होइन नि त। दीर्घकालीन रूपमा चाहिँ के हो भन्दाखेरि नियमित रूपमा चाहिँ यहाँभन्दा पहिले पनि के गरिएको छ भन्दाखेरि विभिन्न चरणमा अनुसन्धान भएको छ, विभिन्न चाहिँ आयोगहरू गठन भएका छन्, त्यसका प्रतिवेदनहरू बनेका छन्। त्यो प्रतिवेदनहरू कहिले पनि कार्यान्वयनमा आएनन्। अब मेरो अपेक्षा, तपाईको अपेक्षा, नेपाली जनताहरूको अपेक्षा, जेनजीको अपेक्षा अब भ्रष्टाचार छानबिनको निम्ति, भ्रष्टाचारीहरूको कारबाही गर्नको निम्ति जुन आयोग गठन हुन्छ, जुन आयोगले प्रतिवेदन तयार पार्छ, त्यो प्रतिवेदनले जसलाई दोषी देखाउँछ त्यो सबै दोषीलाई चाहिँ ठोस रूपमा कारबाही गर्नुपर्छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ, कानुन बमोजिम तिनीहरूलाई सजाय गर्नुपर्छ। बल्ल चाहिँ सबैमा चेतना आउँछ। जो शक्तिमा पुग्नुहुन्छ उहाँ चाहिँ भ्रष्टाचार गर्नबाट डराउनुहुन्छ र समाजमा जुन यो एउटा चाहिँ भ्रष्टाचारले जुन अवस्था, जुन हाम्रो समाजको अवस्थालाई एउटा चाहिँ निराशजनक अवस्थामा हामी पुगेको छौँ, हामीलाई त्यहाँबाट बल्ल आशा आउँछ। हामीले खोजेको सेवा तपाईको कर्मचारी साथीदेखि लिएर राज्यको विभिन्न संरचनाबाट चाहिँ नेपाली जनताले राहत पाउँछन्, राहत महसुस गर्छन् जस्तो मलाई लाग्छ। यो मेरो नितान्त व्यक्तिगत विचार हो। यो आन्दोलनकै घटनालाई हेर्दा दोस्रो दिन 24 गते भनौँ न, अब यो आगलागीहरू जुन भए, त्यो आगलागीहरू चाहिँ सुनियोजित ढङ्गले गरेको जस्तो लाग्दैन तपाईँलाई? पक्कै पनि जेनजी भन्दै गर्दाखेरि त्योसम्मको विध्वंस, त्योसम्मको आगजनी गर्ने शक्ति ऊर्जा मलाई लाग्दैन जेनजीसँग छ। घुसपैठ भएको छ, स्पष्ट रूपमा भएको छ। फरक घुसपैठ पनि फरक शक्तिहरूको घुसपैठ भएको देखिन्छ। मोडस अप्रेन्डी तपाईँ हामी हेरौँ, सामान्यत तपाईँ हामी कहीँ कतै विद्रोह गर्न गयौँ भने, कहीँ कतै चाहिँ केही कुराको चाहिँ ल है यो चाहिँ यसलाई चाहिँ यो यस्तो हुनु हुँदैन भनेर चाहिँ आवाज उठाउन गयौँ भने बढीमा आक्रोशित भएर चाहिँ तपाईँ सलाइले के गर्नुहुन्छ, केही कुरामा आगो लगाउनुहुन्छ, लाइटरले आगो लगाउनुहुन्छ। यो आन्दोलनमा विचार गरौँ है, तपाईँ हामी विचार गरौँ। यस्तो मोडस अप्रेन्डी लिइएको छ, यस्तो पद्धति अपनाइएको छ जहाँ चाहिँ के गरिएको छ भन्दाखेरि ड्याङका ड्याङ सिलिन्डरको युज भएको छ। सिलिन्डर उठाउने, फ्याल्ने र आगो लगाउने, एकछिनमै आगो लाग्ने, विस्फोट हुने जस्तो अवस्था देखिन्छ। यो अवस्था चाहिँ जेनजीले गर्दैनन्, जेनजीबाट यो वस्तु हुँदैन। सामान्य रूपमा तपाईँ सामान्य मान्छेलाई खाली सिलिन्डर दिनुहोस् न, उसलाई उठाउन फाल्नमा कति गाह्रो हुन्छ, कति असहज हुन्छ। तर यहाँ तपाईँ हामी हेरौँ त, यसो विचार गरौँ त, ड्याङका ड्याङ जसरी राजनीतिक दलका पार्टीका कार्यालयहरू जलाइएको छ, जसरी चाहिँ सिंहदरबार जलेको छ, सर्वोच्च अदालत जलेको छ, जति चाँडो जसरी जलेको छ नि, त्यो चाहिँ जेनजीका भाइ बहिनीहरूले वा तपाईँ हाम्रो चाहिँ उमेर समूहका बाट त्यस्तो हुन्छ भन्ने कुरामा म विश्वस्त छैन। र त्यो तपाईँ हामीले चाहिँ त्यसरी हेऱ्यौँ भने हुँदैन। यहाँ चाहिँ अलग अलग स्वार्थ समूहहरू हुन्छन्, फरक स्वार्थ समूहहरूले फरक उद्देश्यले गरेको हुन सक्छन् भन्ने मलाई लाग्छ। आफ्नो केसको फाइल बन्द गर्ने चाहनाले नै गरेको भन्ने चाहिँ लाग्छ मलाई चाहिँ। तपाईको कुरामा तपाईको आफ्नो तर्क होलान्, तर यसो सामान्य मान्छेले विचार गर्ने हो भने जिल्ला अदालत जलाइएको छ, सरकारी वकिलको कार्यालय जलाइएको छ, सर्वोच्च अदालतको पनि जलाइएको छ, र त्यहाँभित्र पनि केही निश्चित ठाउँहरू जहाँ चाहिँ अभिलेख हुन्छ, जहाँ चाहिँ मूलतः चाहिँ कानुन जानेका, कानुन बुझेका मान्छेहरूलाई मात्रै थाहा हुन्छ कि कुन अभियान फाटो, कता चाहिँ कुन मिसिल हुन्छ भन्ने कुराहरू जानकार हुन्छ। त्यस्तो फाँटमा चाहिँ आगो लगाइएको छ। सो तपाईँले भने जस्तै चाहिँ हुनसक्छ त्यहाँ चाहिँ अब जुन स्वार्थ समूहहरू जसलाई लागेको थियो है कि यहाँ चाहिँ यो फाँटमा हाम्रो यो मुद्दा छ, त्यो आएर त्यो सक्रिय भएर लगाएको हुन सक्छन्, सम्भावना छ। तर त्यसरी चाहिँ अदालत जल्दै गर्दा मैले देख्छु अदालत जल्नुमा सबैभन्दा ठुलो दोषी राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने। किन? अदालत प्रतिको विश्वास
खसाउने काम चाहिँ स्वतन्त्र पार्टीबाट भएको छ। पटक पटक के गरियो थाहा छ? यो अदालत काम लाग्ने छैन, यो अदालतले न्याय गर्दैन जस्तो भाष्य समाजमा निर्माण गरियो। फसाइयो भन्ने छ नि त हैन? फसाइयो भन्दा पनि कस्तो छ भन्दाखेरि अदालतले तिमी दोषी हौ वा चाहिँ तिमीलाई चाहिँ थुन्नेसम्मको प्रमाण देखिन्छ भनेर थुनिसकेको अभियुक्तलाई कानुन पढेकै जानेकै अहिलेको सांसद वा पूर्व सांसद संसद विघटन भइसकेको अवस्थामा कानुनको जानकार सोभिता गौतम समेतले पनि के गर्नु भएको छ भने हस्ताक्षर सङ्कलन गर्दै हिँड्नु भएको छ। सो कुराले के जनाउँछ? जनताहरूमा उहाँ चाहिँ घर दैलो गरेर अदालत त काम लाग्ने रहेन, अदालतले त न्याय गर्दैन, अदालतले थुने पनि तपाईँ एकचोटि साइन गरिदिनुहोस् न भन्ने परिपाटीले के भयो भन्दाखेरि जनमानसमा अदालतप्रतिको विश्वास गुम्दै गयो। एउटा त्यो। अर्को कुरा के भइदियो भन्दाखेरि आन्दोलनको दोस्रो दिन जसरी चाहिँ रविलाई जेलबाट बाहिर निकालियो त्यसको अर्कोतिर के गरिदियो त्यो कुराले त्यसको असर कहाँनिर भयो भन्दाखेरि अरू कैदीहरू पनि त्यहाँबाट निस्के, अन्य 16-17वटा प्रहरी चौकीहरू जलाइयो, त्यहाँ भएका थुनुवाहरू बाहिर आए, त्यहाँभित्र भएका अभियुक्तहरू बाहिर आए। सो त्यसरी अभियुक्तहरू बाहिर आउँदै गर्दाखेरि तिनको मानसमा पनि त कहीँ कतै चाहिँ के थियो भन्दाखेरि हामी जहाँ जुन मुद्दामा छौँ त्यो सबै मुद्दाको मिसिल कहाँ हुन्छ? कि जिल्ला अदालतमा हुन्छ, कि चाहिँ सरकारी वकिल कार्यालयमा हुन्छ, कि सर्वोच्च अदालतमा हुन्छ, त्यहाँ गएर सबले जलाए। भनेपछि कैदीहरू बाहिर आउनुमा उस्काउने काम पहिलो काम स्वतन्त्र पार्टीको वा चाहिँ रवि लामिछानेको देखिन्छ। यतातिर चाहिँ फेरि के हुन्छ भन्दाखेरि अदालतप्रतिको विश्वास अविश्वास पैदा गर्ने काम पनि उहाँहरूकै देखिन्छ। हो, जलाउँदै गर्दाखेरि आगो लगाउँदै गर्दाखेरि एउटा सामान्य नेपाली नागरिक पनि हुनसक्छ, कुनै एउटा दलको विद्यार्थी सङ्गठनको नेता पनि हुनसक्छ, कुनै एउटा कसैले घुस पठाएको घुसपैठ पनि हुनसक्छ। तर त्यो हुँदै गर्दा पनि कसैले किन रोकेन? यो प्रश्न आउँछ नि तपाईँ हाम्रो मनमा। कसैले आगो लगाउँदैछ भने पछाडि आगो लगाउने ठिक छ, ऊ अगाडि बढ्दै गर्दा पनि अरू त्यहाँ ठुलो जमात थियो, भिडियोमा कति मान्छे भएको देखिन्, कसैले रोकेन। किन होला? किन भन्दाखेरि हेर्नुहोस्, एउटा चेतनशील समाजमा तपाईँ हामी जान्छौँ र त्यहाँ चाहिँ यसो विचार विमर्श गर्छौँ भने कोही एउटा राम्रो मान्छे छ, उसलाई कसैले आएर गाली गर्न खोज्यो भने छिमेकी निस्किन्छन्, उसलाई चाहिँ धपाउँछन्। यहाँ पनि यदि अदालतप्रतिको विश्वास भइदिएको भए के हुन्छ? आगो जलाउन जानेलाई त रोक्ने भिड हुन्थ्यो नि, मान्छेले सामान्य लाग्यो, अरूले जलाइरहेछ मान्छेले हेरेर बसे, तमासा हेरेर बसे। किन? मान्छेभित्र चाहिँ त्यो संस्थाप्रतिको विश्वास पनि हटिसकेको थियो। भनिन्छ अदालत मान्छेको विश्वासमा चलेको हुन्छ, सरकार मान्छेको विश्वासमा चलेको हुन्छ। जुन दिन अदालतले सरकारले मान्छेको विश्वास गुमाउँछ यस्तै कुराहरू बाहिर निस्किन्छन्। यहाँ चाहिँ तपाईँ हामी संवेदनशील हुनुपर्छ कि भोलिको दिनमा समाज निर्माणमा अगाडि बढ्दै गर्दाखेरि कस्तो मान्छेलाई कस्तो भाष्य निर्माण गर्न दिने त समाजमा? कसैले चाहिँ सिंहदरबार कामै नलाग्ने भयो भन्ने जस्तो भाष्य निर्माण गरिदिन्छ, कसैले चाहिँ अदालतले कामै नलाग्ने अदालत भयो भन्ने भाष्य निर्माण गरिदिन्छ। कोही आएर चाहिँ व्यापारी घरानाहरूले नेपाललाई लुट्यो, 4-5जना व्यापारीले मात्रै चाहिँ नेपाल चलायो है, यो व्यापारीहरूको कामै छैन भन्ने जस्तो भाष्य निर्माण भइदिन्छ। कसैले चाहिँ नेताहरू मात्रैले चोरेर खाए भन्ने भाष्य निर्माण भइदिन्छ। यो भाष्यबाट चाहिँ के भइदिन्छ भन्दाखेरि जनमानसमा एउटा ल है यिन काम लाग्ने होइनन्, र जब यस्तो विद्रोह हुन्छ, जब यस्तो आक्रोश पोख्ने बेला हुन्छ अनि सबैलाई चाहिँ के भयो भन्दाखेरि ताकी आगो लगाइयो। सो एउटा के भयो, केही पात्रहरू यस्तो छन् जसले परिस्थिति निर्माण गरे। परिस्थिति निर्माण गर्नेमा दुर्गा प्रसाई, राष्ट्रिय स्वतन्त्र पार्टी, सँगसँगै बालेनका केही हरकतहरू, सँगसँगै चाहिँ राजनीतिक दलहरू स्वयं प्रमुख 3 दलहरू आफै पनि जनताले चाहे अनुसार नगरे पछाडि त के गर्छन्? आक्रोशित हुँदैनन्, हुन्छन्। सो राजनीतिक दलहरू, प्रमुख राजनीतिक दल आफै पनि है, नयाँ आउको आशावादी केही नयाँ दलहरू पनि, केही उडन्त पात्रहरू, ती पात्रहरूले परिस्थिति निर्माण गरिदिए। जब आक्रोश भयो केही ठाउँ जनता आफैले पनि जलायो, केही ठाउँ चाहिँ के भयो भन्दाखेरि घुसपैठहरूले अति माथि भनेका 4-5वटा पात्रमा जुनै पात्रसँग पनि एसोसिएट भएर तिनले आगो लगाइदिए। यो अवस्थामा चाहिँ हाम्रो समाज पुग्यो, जुन चाहिँ दुःखद हो। हामीले भविष्यमा चाहिँ व्यापारीहरू बैमान भन्ने भाष्य निर्माण गर्नु हुँदैन, अदालत कामै नलाग्ने हो भन्ने कुराको भाष्य निर्माण गर्नु हुँदैन। त्यहाँ चाहिँ हामीले निरन्तर रूपमा खबरदारी गर्नुपर्छ, निरन्तर रूपमा प्रश्न है उजागर गर्नुपर्ने हुन्छ, जवाबदेहिता खोज्नुपर्छ। तर केही क्षणिक तपाईँ हामी लाभको निम्ति चाहिँ देशलाई, देशको प्रमुख संस्थाहरूमा चाहिँ आगो लगाउने जस्तो प्रवृत्ति, हिंसालाई प्रवर्धन गर्ने कामहरू चाहिँ निषेधित होस्,
त्यसलाई चाहिँ हामीले डिमोटिभेट गर्नुपर्छ त्यस्तो गतिविधिलाई भन्ने जस्तो मलाई लाग्छ, मेरो विचार चाहिँ। यो आगलागी त भयो होइन, आगलागी भइसकिसकेपछि अब आगो नियन्त्रण गर्नको लागि पनि अब हाम्रो चाहिँ काठमाडौँ महानगर, किनकि अहिले त हामी यहाँ काठमाडौँ महानगरभित्रै बसेको छ र सर्वोच्च अदालतदेखि लिएर काठमाडौँ जिल्ला अदालत, सिंहदरबार र विभिन्न अरू सरकारी कार्यालयहरू पनि आगो लागि भयो होइन। अब त्यसमा चाहिँ हाम्रो काठमाडौँ महानगर र महानगरको प्रमुखको पनि केही भूमिका चाहिँ हुन सक्थ्यो, उहाँले चाहिँ आफ्नो भूमिका निर्वाह गर्न नसक्नु भएको जस्तो चाहिँ तपाईँलाई लाग्दैन? हो नि, स्पष्ट रूपमा बालेन नेताको रूपमा पनि चुक्नु भएको, सहरको मेयरको रूपमा पनि चुक्नु भएको हो। दुईटै रूपमा चाहिँ उहाँ चुकेको देखिन्छ। कसरी भन्दाखेरि स्पष्ट रूपमा एउटा उत्तर तपाईँले नै दिनुभयो। स्थानीय तहको केही जिम्मेवारी हुन्छ, उसँग केही स्रोत साधनहरू छन्, त्यो स्रोत साधनको प्रयोग भएको खोइ त दमकल छ। यत्रो मालेन जितेर आउँदै गर्दाखेरि ठाउँ ठाउँमा उहाँले चाहिँ दमकल फिट गरेको, भोलिको दिनमा आगजानी भयो भने भित्री नेवारी बस्तीमा कसरी नियन्त्रण गर्ने भन्ने जस्तो कुराहरू आएको थियो। आधुनिक यन्त्र किनेको कुराहरू आएको थियो। सो त्यत्रो गरेको, त्यत्रो दूरदर्शी भिजनरी नेताले स्पष्ट रूपमा जहाँ चाहिँ दमकल पुग्न सक्छ, बीच रोडमा सहरको केन्द्रबिन्दुमा भएको सिंहदरबार, सुप्रिम कोर्ट सबै संवेदनशील ठाउँहरू हुन्, तिनको निम्ति चाहिँ दमकल कहीँ कतै पठाएको देखिँदैन, जिम्मेवारी पूर्ण रूपमा ग्रहण गरेको देखिँदैन। एकातिर चाहिँ के भयो त मेयरको रूपमा चुक्नु भयो। व्यक्तिको रूपमा कहाँनिर चुक्नु भयो भन्दाखेरि पहिलो दिनको जहाँ चाहिँ पहिलो दिनको आन्दोलन भयो नि, पहिलो दिनको आन्दोलनबाट चाहिँ कमसेकम एउटा जेएनजीको अपेक्षा के थियो भन्दाखेरि उहाँले चाहिँ अगाडि सरेर केही हिसाबले चाहिँ नेतृत्व लिनुहुन्छ। किन जेएनजी मुभमेन्टभन्दा पूर्व अवस्थामा उहाँले एक किसिमले चाहिँ हाम्रो समर्थन छ है भन्ने किसिमको भाष्य निर्माण गर्नुभएको थियो है, तर त्यहाँ लिड गएको देखिँदैन। अझ थप नेतालाई गाली गरेर थप उस्काहट गर्ने काम देखिएको छ। दोस्रो दिन पनि जब आगो लागिराख्दा चाहिँ बालेन सरकारले, यसो भनौँ न स्थानीय सरकारलाई सरकार भन्न मिल्यो, बालेन सरकारले चाहिँ ल है अब प्रधानमन्त्री चाहिँ ट्याक्कै चाहिँ परिवर्तन भयो, अब चाहिँ रोकिनुहोस् भन्नुभएको छ। त्यति भएर हुन्छ हुँदैन। उहाँबाट अपेक्षा के थियो, फिल्डमा गएर रोक्न सक्नुहुन्थ्यो, उहाँ चाहिँ भिडियोबाट अपिल गर्नुपर्ने थियो। उहाँ चाहिँ ल सरकार परिवर्तन भइसक्यो, आफ्नो सबै स्रोत साधन चाहिँ उच्चतम प्रयोग गर्नुपर्ने थियो, खै त कहीँ कतै देखिएन। अझै अहिलेसम्म पनि एउटा पब्लिक अपियरेन्स छैन बालेनको। अनि शङ्का नगर्ने, गर्नुपर्छ नि तपाईँ, हामीले शङ्काभन्दा पनि प्रश्न गर्नुपर्ने हुन्छ, जवाबदेहिता खोज्नुपर्ने हुन्छ। मेयरको काम त्यो जोगाउनु पनि हो, त्यो बचाउनु पनि हो। खै जोगाएको, खोइ बगाएको है, यो त जोगाउनुपर्छ नि, जोगाएन भने त गएन। अब अहिले आएर चाहिँ के पनि प्रश्न गर्न थालेको छन् भन्दाखेरि मान्छेले जुन अवस्थामा जस्तो काठमाडौँ हामीले बालेनको हातमा सुम्पेको थियौँ नि, त्योभन्दा पनि फरक अवस्था पछाडि पारिदिए बालेनले भन्ने भाष्य पनि आएको छ। बिस्तारै चाहिँ यो कति कुराहरू चाहिँ उजागर हुँदै जालान्, मान्छेले प्रश्न गर्दै जालान्। तर बालेनको सन्दर्भमा म भन्छु सही समयमा उहाँसँग फैसला गर्ने, निर्णय गर्ने एउटा आँट रहेनछ। नेतृत्व लिन सक्ने, बाहिर एउटा ठुलो जमातलाई सम्बोधन गर्न सक्ने एउटा त्यहाँ पनि चुकेको देखिन्छ। सो यस्तो रूपमा चाहिँ कमसेकम ऐनले दिएको काम पनि बालेनले गर्नुपर्थ्यो। व्यक्तिगत रूपमा चाहिँ उहाँकै महत्त्वाकांक्षा नै भोलिको दिनमा प्रत्यक्ष कार्यकारीको रूपमा चाहिँ प्रधानमन्त्री वा राष्ट्रपति नै बन्ने थियो भने पनि त फिल्डमा आउनुपर्ने थियो, त्यहाँ पनि देखिँदैन। तेस्रो कुरो, बेला बेला विभिन्न आन्दोलनमा राजनीतिक दलदेखि लिएर सबलाई चाहिँ पत्र काट्ने, राजालाई पनि पत्र काट्ने, प्रदूषण भयो, सरसफाइ भएन भन्ने बाले अहिले कहाँ छन्? खै कतिवटा सर्वोच्चमा आगो लागेको भोलिपल्ट अब तपाईँ पनि जानु, तपाईँलाई पनि देखेको थिएँ मैले। आगो अब फाइलहरू केही बचेको थियो, त्यति बेला हामी चाहिँ सबैजना मिलेर चाहिँ अब निकाल्यौँ भन न, बचायौँ केही फाइलहरू, सबै त अब सकिएन होइन। रोचक कुरा भनौँ, त्यति बेला ललितपुरको चाहिँ उत्यो आयो होइन त, दमकल आयो। रोचक कुरा नै यही छ। हाम्रो प्रधान न्यायाधीशले, अहिलेको प्रधान न्यायाधीशले मिडियामा स्पष्ट रूपमा भन्नुभएको छ 2 दिन अदालत जलिरह्यो अरे। काठमाडौँको सर्वोच्च अदालतको आगो निभाउनलाई हाम्रो प्रधान न्यायाधीशले कहाँको दमकल माग्नु भएको छ? ललितपुरको। काठमाडौँसँग दमकल छैन, प्रश्न उजागर गर्दैन, संवेदनशील कुरा हो। फेरि त्यसकै अगाडि सर्वोच्च अदालतको गेट अगाडि चाहिँ मैले काठमाडौँ महानगरपालिकाको फोहोर उठाउने गाडी चाहिँ हिँडिराखेको चाहिँ देखेको थिएँ है मैले चाहिँ होइन। भित्र दमकल चाहिँ आउन सकेन, तर दमकलको लागि चाहिँ अब सुरक्षाको चाहिँ अब समस्या भयो। सुरक्षाको हिसाबले बालेन चुकेकै देखिन्छ, चुकेको देखिन्छ।
नियन्त्रण गर्न सकिन्थ्यो। अब कति कुराहरूलाई चाहिँ कम क्षति हुनबाट चाहिँ जोगाउन सकिन्थ्यो। तर यदि हो इतिहास यी पटमा चल्दैन, तपाईँ हामीले भनेअनुसार पात्रहरू चलिदिएको भए समाज कति सुन्दर हुन्थ्यो। फेरि अहिलेको अवस्था चाहिँ कस्तो छ भने हामीले उहाँलाई प्रश्न गऱ्यौँ भने चाहिँ उल्टा हामीलाई नै गाली खानुपर्ने अवस्था पनि छ कि होइन। अब केही गलत देखिएर हामीले चाहिँ अब ट्रान्सपेरेन्सीको लागि होइन, पारदर्शिताको लागि त हामीले हाम्रो लिडरहरूलाई त क्वेसन गर्न सक्ने हाम्रो अधिकार हो नि त होइन। अब यो संविधानले नै दिएको छ होइन। अब उहाँहरूलाई चाहिँ हामीले कुनै हिसाबले पनि अकाउन्टेबल होल्ड गराउन खोज्यो भने चाहिँ अरूले उहाँको अब उहाँलाई अब मान्ने जो हुनुहुन्छ होइन, अब उहाँहरूले चाहिँ अब गाली गर्ने होइन, उहाँहरूबाट हामी बस्नुपर्ने जस्तो चाहिँ अब सिचुएसन पनि देखिन्छ। यसरी पनि मैले देखेँ, अलिकति मेरो व्यक्तिगत अनुभव हो। एउटा ठुलो जमातले बालेनलाई मसिहाको रूपमा मानेको छ। ठुलो जमातको निम्ति बालेन मसिहा हुन्। बालेनलाई गाली गरेको मन पर्दैनन्, तपाईँमाथि जाइ लाग्छन्। तर मेरो एउटा फरक यसमा अब्जर्भेसन के छ, बालेनलाई तपाईँले चाहिँ तर्क बिना चाहिँ गाली गर्नुहुन्छ भने तपाईँले गाली सुन्नुहुन्छ। यसमा कुनै पनि दुई मत छैन। बालेनले केही सेवन गरेर चाहिँ केही स्टेटस लेखे भन्नुभयो भने त यो त तर्कसङ्गत कुरा भएन नि त। तर बालेनलाई तपाईँले जवाबदेहिता खोज्दै हुनुहुन्छ, बालेनमाथि प्रश्न गर्दै हुनुहुन्छ भने तर्क दिएर प्रश्न गर्नुहोस्। जनताले तपाईँको कुरा सुन्छन्, बुझ्छन् पनि। हामी नेपाली चाहिँ सामान्य नेपाली त्यतिको अचेतनशील पनि छैनौँ अझै। किन म भन्छु भन्दा, मैले बालेन सरकारले चुकेको 2-3वटा गल्ती चाहिँ यहाँ गरे भनेर तर्कसङ्गत रूपमा आफ्नो सामाजिक सञ्जालमा एउटा कन्टेन्ट राखेँ। सो राखे पछाडि मेरो जहाँ तर्कहरू समेटिएको कन्टेन्ट छ त्यहाँ 85% पोजिटिभ कमेन्ट आएको छ। भने चाहिँ कमसेकम जहाँ 2-2 मिलियन भ्यू आएको छ, 85%ले राम्रो गर्नु भनेपछि त 85% मान्छे चाहिँ तर्क सुन्नलाई तयार छन् नि। सो तपाईँ हामीले जवाबदेहिता खोज्दैछौँ बालेनबाट भने उचित तरिकाले खोज्नुपर्ने हुन्छ, तर्क दिएर खोज्नुपर्ने हुन्छ है। कुनै एउटा राजनीतिक दलको नेताहरूले भाषण गर्ने जसरी चाहिँ जवाबदेहिता खोज्नु हुँदैन। कानुनको विद्यार्थी हो, विधिवत रूपले चाहिँ कानुन है अलिकति चाहिँ भाषामा पनि भाषा मिलाएर तर्क मिलाएर भएको ठाउँमा प्रश्न उठाउन मिल्छ भने प्रश्न उठायौँ भने जनता सुन्छन्। तपाईँ हामीले चाहिँ कसैले झोले भन्यो भन्दैमा, कसैले चाहिँ आई लाग्यो जाइ लाग्यो भन्दैमा चाहिँ जस्तोसुकै जुनै पनि पदमा बसेको कोहीसँग पनि डराउनु हुँदैन। प्रश्न चाहिँ निरन्तर सोधिराख्नुपर्छ। चाहे बालेन हुन्, चाहे रवि हुन्, चाहे देउवा हुन्, चाहे प्रचण्ड हुन्, चाहे ओली हुन्, सबैको गलत कुराको चाहिँ ठ्याक्कै उजागर गर्ने जिम्मेवारी हाम्रो हो। सबलाई प्रश्न गर्ने जिम्मेवारी हाम्रो हो। कसैलाई पनि प्रश्नभन्दा बाहिर, उहाँलाई भएको अधिकारभन्दा बाहिर गएर चाहिँ कुनै पनि शक्ति प्रयोग गर्ने अधिकार छैन। कसैलाई हामीले यो व्यवस्थामा चाहिँ तानाशाह बन्ने छुट चाहिँ दिनु हुँदैन। यो आन्दोलनले चाहिँ अहिले नयाँ अन्तरिम सरकार गठन भएको छ होइन। अब सरकारै परिवर्तन गरिदियो भनौँ न। अब त्यो सरकार परिवर्तन हुँदै गर्दाखेरि हाम्रो चाहिँ अब अहिलेको अन्तरिम प्रधानमन्त्री हाम्रो फर्मर चिफ जस्टिस प्रधान न्यायाधीश सुशीला कार्कीज्यू चाहिँ प्रधानमन्त्री हुनुभयो होइन। अब हाम्रो संविधानले चाहिँ उहाँलाई प्रधानमन्त्री बन्न दिँदैन थियो। चाहिँ धेरै उहाँ प्रधानमन्त्री बन्नुभन्दा अगाडिदेखि लिएर पछिसम्म पनि यसको चाहिँ संवादहरू चाहिँ चलिरहे, उहाँ चाहिँ बन्न मिल्दैन थियो भनेर। अनि यो उहाँ चाहिँ प्रधानमन्त्री बन्दै गर्दाखेरि अब कसैले प्रश्न उठाएर चाहिँ अदालतमा जाने ठाउँहरू त छन्, अब रिट लिएर जाने ठाउँहरू छन् होइन। त्यो हुँदाखेरि चाहिँ अदालत पुगिसकेपछि चाहिँ यो फेरि सत्ता परिवर्तन हुने अवस्था पनि त होला नि त। पहिलो कुरो, हामी सबैले अब सहर्ष रूपमा पूर्व प्रधान न्यायाधीश अहिलेको प्रधानमन्त्री सुशीला श्रीमानलाई स्वागत गर्नुपर्ने हुन्छ। उहाँ अन्तरिम सरकार बन्नु, अन्तरिम सरकार उहाँको नेतृत्वमा अगाडि आउनु भनेको देशले एक किसिमले राजनीतिक निकास पाएको छ। त्यस पछाडि चाहिँ अर्को कुरा, संविधानले के भन्छ भन्ने सन्दर्भमा संविधानलाई टेकेर कानुन व्यवसायी सांसदहरू अदालत जान पाइन्छ, नपाइने होइन, रिट मार्फत जान मिल्छ। तर मेरो व्यक्तिगत चाहना भनेको यसरी राजनीतिक दलहरूले यो विषयलाई मुद्दा बनाएर अदालत जानु हुँदैन, एउटा। दोस्रो कुरो, कोही मान्छे अदालत पुगेछ भने पनि मेरो व्यक्तिगत चाहना भनेको अदालतले यो प्रश्नको सम्बोधन नगरिदिए पनि हुन्छ। किन भन्दाखेरि अदालतसँग एउटा छुट हुन्छ। राजनीतिक प्रश्नमा अदालतले बोल्न मिल्दैन, यो राजनीतिक प्रश्न हो।
यसलाई चाहिँ थप चाहिँ यसलाई चाहिँ प्रधानमन्त्रीलाई हटाइदिएर संसदलाई पूर्ण स्थापित गरिदिएर देशलाई अनिश्चित बाटोमा चाहिँ ढकेल्नुभन्दा यसलाई चाहिँ इन्स्टेबिलिटीतिर लैजानुभन्दा चाहिँ एक किसिमले चाहिँ यो आन्दोलनबाट जनताले चाहिँ वर्तमान अवस्थामा वर्तमान राजनीतिक दलका नेताहरूबाट चाहिँ आफ्नो अवस्थामा सुधार आउँछ भन्ने अवस्था नदेखे पछाडि यो चुनावी सरकार हो। चुनावी सरकारलाई चुनावको निम्ति चाहिँ सबै राजनीतिक दलले चाहिँ समर्थन गर्नुपर्छ। चुनाव मार्फत चाहिँ जनतालाई जनताले खोजेको नेतृत्व चयन गर्ने अवस्थाको सुनिश्चित चाहिँ अहिलेको वर्तमान राजनीतिक दलहरूले गरिदिए भने देशको निम्ति एकदमै उत्तम हुनेछ। फेरि यस्तो पनि त छ, हाम्रो सुशीला श्रीमान चाहिँ पहिला अब चिफ जस्टिस भएको, प्रधान न्यायाधीश भएकै अवस्थामा चाहिँ उहाँले हाम्रो खिलराज रेग्मीजी चाहिँ प्रधानमन्त्री बन्दै गर्दाखेरि चाहिँ फरक ओपिनियन दिनुभएको थियो होइन। भनेको एउटा चाहिँ सरकार र अदालत चाहिँ इन्डिपेन्डेन्ट हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो नि त। अब त्यो चाहिँ हाम्रो एउटा अदालतले दिएको प्रेसिडेन्ट नै भनौँ होइन, उहाँको अन्तर्गत भनिसकेपछि आफैले दिएको मत, आफैले भनेको केही कुरा चाहिँ आफै त्यसको अगेन्स्टमा गएर काम गर्दाखेरि चाहिँ अब यो नैतिकताको हिसाबले चाहिँ कतिको सही थियो? अब यस्तो हुन्छ, यस्तोमा चाहिँ त्यति बेला खिलराज रेग्मी प्रधानमन्त्री बन्नु र अहिले सुशीला श्रीमान प्रधानमन्त्री बन्नु त्यति बेला पनि कानुनी हिसाबले संवैधानिक हिसाबले त्यो पनि गलत थियो, अहिले पनि गलत हो। त्यति बेलाको अवस्थाले त्यो अवस्था सिर्जना गर्यो, अहिलेको अवस्थाले उहाँलाई चाहिँ स्थापित गर्यो, एउटा कुरो। दोस्रो कुरो चाहिँ एकपटक भए गल्ती, पटक पटक भयो त्यो गल्ती होइन, त्यो स्वेच्छाले रोजिएको विषय हो। पहिले पनि गल्ती भएको थियो, अहिले पनि यो गल्ती नै भएको हो। र सो कुरालाई यदि सुशीला श्रीमानसँग जोडेर हेर्दै गर्दा र सुशीला श्रीमानको नैतिकतासँग जोडेर हेर्नुहुन्छ भने नैतिकतामा मैले दुईवटा कुरा भन्छु। एउटा तपाईँ हामीले बोल्ने नैतिक कुराहरू है, प्रिचिङ मोरालिटी भन्छौँ, अर्को भन्छौँ प्र्याक्टिसिङ मोरालिटी। मान्छे एउटा हामीले ल है आदर्शका कुराहरू चाहिँ गफमा ल्याउँछौँ, अर्को कुरा के हुन्छ भन्दाखेरि हामीले व्यवहारमा के गर्छौँ। हो, यो अन्तरिम सरकारको प्रमुख बन्नुभन्दा पहिले सुशीला श्रीमानको नैतिकता जाँच गर्ने हो भने उहाँको त्यही लाइन देखिन्छ कि एउटै मान्छे न्यायपालिकाको प्रमुख र सरकार प्रमुख बन्नु हुँदैन, तर सरकारको प्रमुख बनिसके पछाडि हिजोको दिनमा आफैले बोलेका आदर्शका कुरा विपरीत गएको देखिन्छ। सो नैतिकताको बेसिसमा त मैले भनिहालेँ नै, व्यक्तिको निम्ति चाहिँ अरूलाई दिने आदर्शको गफ र आफ्नो निम्ति आदर्शको गफ फरक हुन्छ। समयले नै त्यो कुराको टेस्ट गर्छ। यसलाई अहिले के गरिदिनुपर्छ त भन्दाखेरि हो, उहाँ आएरै पनि एक किसिमले राजनीतिक निकास देशले पाउँछ, देश चाहिँ एउटा जेनजीले रुचाएको बाटोमा जान्छ भने विश्वास गरेर हेरौँ। उहाँलाई चाहिँ जुन जिम्मेवारी दिइएको छ, मुख्य चुनाव गराउने, यो छानबिन आयोग गठन गर्नेदेखि लिएर भ्रष्टाचार निवारणको निम्ति चाहिँ के ठोस कदम लिनुपर्छ, त्यहाँ प्रति चाहिँ हामी सचेत हौँ। अब अहिले आएर चाहिँ जेनजीको विभिन्न मागहरू देखिन्छ नि त होइन, प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्छ। अब यो त अगाडि पनि उहाँहरूले चाहिँ एजेन्डाको रूपमा चाहिँ लिनुभएको थियो, एउटा चाहिँ भ्रष्टाचार र प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्छ भनेर चाहिँ अब आन्दोलन चाहिँ यसमै केन्द्रित भएर सुरु भएको थियो र अन्त्यमा चाहिँ अब विभिन्न एजेन्डाहरू थपिँदै पनि गए होइन। अब त्यो हिसाबले हेर्दाखेरि अहिले चाहिँ हाम्रो संसद पनि विघटन भएको अवस्था छ होइन। अब संविधान जीवितै छ र संविधानले हामीलाई एउटा व्यवस्था दिएको छ होइन, मल्टी पार्टी डेमोक्रेसीको र त्यसै गरी चाहिँ अब संसदीय व्यवस्थाको चाहिँ अब व्यवस्था दिएको छ भनिसकेपछि अब संसदले बनाउने अथवा चाहिँ त्यसले संशोधन गर्ने पनि संसदले नै हुन्थ्यो, तर त्यो चाहिँ अहिले हुन सक्ने अवस्था छ त? अब सरकारले गर्न सक्छ त यो जेनजीको मागहरू पुरा? वर्तमान अवस्थामा प्रत्यक्ष कार्यकारीको मुद्दा र संविधान संशोधनको मुद्दा चाहिँ अहिलेलाई चाहिँ सम्बोधन गर्न सकिँदैन। यो मुद्दा सेलाएको अवस्था हो। कुनै पनि यदि वर्तमान संविधानलाई मान्ने हो भने अन्तरिम सरकारसँग संविधान संशोधन गर्ने अधिकार हुँदैन। यस अर्थमा वर्तमान सरकारले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुने
वा चाहिँ संविधान संशोधन गरेर अरू थप व्यवस्था गर्ने, केही कुराहरू परिवर्तन गर्ने भन्ने अवस्था चाहिँ यो होइन। यो कुरा तपाईँ हामीले आत्मसात गर्नै पर्ने हुन्छ। दोस्रो कुरो, जेएनजीको प्रत्यक्ष रूपमा चाहिँ के मुद्दाहरू थिए भन्ने सन्दर्भमा मुभमेन्ट सुरु हुनु बेला पनि केही कुराहरू प्रष्ट थिएनन्। मुभमेन्ट जसरी 2 दिन अगाडि बढ्यो, त्यस पछाडि जुन टोलीहरूलाई जसलाई जेएनजीका नेता मानियो, त्यहाँहरूबाट पनि स्पष्ट रूपमा अहिले कुनै पनि दस्तावेज आइसकेको छैन कि यो मुद्दा हो है। सँगसँगै अन्तरिम सरकार बन्दै गर्दा पनि अन्तरिम सरकार, राजनीति जेएनजीका प्रतिनिधिहरू, राष्ट्रपति वा आर्मी बीच पनि कुनै सहमति, कुनै पत्र भएको देखिँदैन। यस अर्थमा आजको मितिसम्म जेएनजी मुभमेन्टको ठोस रूपमा यो नै एजेन्डा हो भनेर स्पष्ट रूपमा आधिकारिक रूपमा बन्ने अवस्था छैन। नत्र यसरी नै जेएनजीको मुभमेन्टमा जे पनि यदि जेएनजीको एजेन्डा भन्न सकिन्छ भने कसैले चाहिँ संहिता खारेज गर्ने कुरा पनि भन्लान् जेएनजीको नाममा, कसैले प्रदेश खारेज गर्ने कुराहरू भन्लान्, कसैले त के गर्लान् भन्दाखेरि राजा ल्याउनै भन्लान्। सो व्यक्ति पछि कसैले संविधानै खारेज गरेर भन्छन्। सो व्यक्ति पछि के हुनसक्छ भन्दाखेरि यो चाहिँ मान्छेको चाहिँ मागहरू फरक पर्न सक्छन्। तर यहाँ एउटा यो कुरामा चाहिँ जेएनजीको मुभमेन्ट कहाँ न कहाँ कतै न कतै चाहिँ के भयो भन्दाखेरि चुकेको देखिन्छ कि उसले खोजेको ठोस कुराहरू के थियो। जसरी आन्दोलन अगाडि बढ्यो, यो थप फलदायी हुन सक्थ्यो है। थप यसले चाहिँ अर्को चाहिँ एउटा चाहिँ बाटोमा यता लैजान सकिन्थ्यो। तर हतारमा अरू विकल्पहरू सोच्दै नसोची हामीले अन्तरिम सरकार गठनतिर लाग्यौँ र हामीले सांसद विघटन गर्नतर्फ लाग्यौँ। त्यो दुईटा कुराले गर्यो के त भन्दाखेरि त्यो कुराले चाहिँ अरू विकल्पको बाटो बन्द गरिदियो एउटा, र अर्को जेएनजी साथीको तर्फबाट वार्तामा हुनेहरू र अरू अदृश्य शक्ति जो त्यहाँ पछाडि लागि परेका थिए, उहाँहरूले पनि हतारमा के बिर्सिनु भयो भन्दाखेरि कुनै पनि एउटा प्रोटेस्टको विसर्जन भनेको एउटा सम्झौतामा हुनुपर्छ, सम्झौता गरेकै देखिँदैन। भोलिको दिनमा इतिहासले चाहिँ यो जेएनजी मुभमेन्ट भएको थियो भन्ने कुरा चाहिँ कसरी याद गर्छ? कुनै पनि 2 दिने तपाईँ हामी चाहिँ अनसन बस्छौँ, त्यसको पनि 2 बुँदे सहमति हुन्छ। विगतमा मधेस आन्दोलन कति पटक भयो, मधेस आन्दोलनमा फरक मुद्दाहरू उठाइयो, त्यो मुद्दा पछि सम्बोधन भएन, संविधानमा संशोधन गरेर पनि छिराइएन। तर कमसेकम राजनीति शास्त्रको विद्यार्थीको लागि इतिहासमा त हुन्छ नि है, सरकार पक्षले कतिवटा सम्झौता गरेको थियो, कुन मुद्दामा सम्झौता गरेको थियो, त्यति बेला मधेसीहरूको के माग थियो। सँगसँगै यदि अहिले चाहिँ कुनै एउटा सम्झौता भइदिएको भए के हुन्थ्यो, भोलिको दिनमा चाहिँ जेएनजीले सोचे अनुसार संविधान संशोधन नभए पनि कुनै बेलामा जेएनजीहरूले लडेका थिए, यो मुद्दाको निम्ति लडेका थिए, यहाँनिर उनीहरूसँग बेइमानी भयो भन्ने कुराको पनि प्रमाण हुन्थ्यो। त्यहाँ पनि हामी चुकेको अवस्था हो। अब यो संसद विघटन नगरिकन यदि अब हामीले संविधानले दिएकै अब प्रोभिजन अनुसार चाहिँ सरकार गठन भएर भनेको अब धारा 76 को चाहिँ 5 अन्तर्गत भनेको संसदमा भएको कुनै पनि एकजनालाई चाहिँ उसले चाहिँ विश्वासको मत ल्याउन सक्थ्यो भने चाहिँ उसलाई चाहिँ प्राइम मिनिस्टर बनाउने र त्यसपछि उसले चाहिँ 30 दिनभित्रमा चाहिँ विश्वासको मत ल्याउनु पर्ने भन्ने थियो नि। त्यो अन्तर्गत गएको भए चाहिँ जेएनजीको मागहरू चाहिँ अलिक पुरा हुन सक्थ्यो होला। अब जुन विकल्प हिजो हामीले रोजेनौँ नि, त्यो विकल्प चर्चा गरिरहेका सबैभन्दा तपाईँले उठाए जस्तै सबभन्दा उत्तम विकल्प के हुन सक्थ्यो भन्दाखेरि 275 जनामा 275 जना नै बेइमान, डाँका, चोर, फटाहा भन्ने त थिएनन् नि, नेपाली जनताकै प्रतिनिधिहरू थिए। त्यति बेला एक किसिमले राजनीतिक सहमति जुटाएर त्यहाँबाटै तपाईँको शब्दमा एकजनालाई चाहिँ प्रधानमन्त्री बनाइदिएर अरू थप मुद्दाहरू चाहिँ संविधान संशोधन मार्फत चाहिँ गरेको भए चाहिँ द्रुत गतिमा छिट्टै चाहिँ धेरै मुद्दाहरू सम्बोधन गर्न सकिन्थ्यो। अब के भन्छ भन्दाखेरि जहाज धेरै अगाडि बढिसक्यो। यो अवस्थामा जेएनजीको मुभमेन्टमा र जेएनजीले खोजेको परिवर्तन यदि व्यवस्था हो भने, अवस्था होइन व्यवस्था हो भने के गरिदिनुपर्छ जेएनजीले भन्दाखेरि अब चुप लागेर बस्नु हुँदैन। 6 महिनाको यो जुन समय छ, 6 महिनाको समयमा नेतृत्व लिनलाई जेएनजी तयार हुनुपर्छ। राम्रो जो नेताहरू लड्न आउनुहुन्छ फरक दलको राम्रो छन् भने तिनलाई चाहिँ प्रमोट गर्नको लागि जेएनजी तयार बस्नुपर्छ। न त्यही पुरानो दलका पुरानी नेताहरू दोहोरिन खोज्छन् जो भ्रष्ट छन्, तिनलाई चाहिँ एक्सपोज गर्न पनि जेएनजी अगाडि सर्नुपर्ने हुन्छ। म बेला भन्छु 2 दिनमा जिम गएर 6 एप्सको विकास हुँदैन, 2 दिनको मात्रै विद्रोहले देश परिवर्तन हुँदैन।
है जीवलाई राम्रो बनाउनु छ भने पनि के हो भन्दाखेरि निरन्तर 6 महिना 1 वर्ष 2 वर्ष चाहिँ परिश्रम चाहिन्छ। देशलाई पनि राम्रो बनाउनु छ, आर्थिक विकासको निम्ति, सामाजिक विकासको निम्ति एउटा दिशा दिनु छ भने जेनजी निरन्तर 6 महिना 1 वर्ष 2 वर्ष निरन्तर चाहिँ खटिनुपर्छ, थप ऊर्जाले आफू थप सृजनशील भएर चाहिँ लाग्नुपर्छ, अगाडि बढ्नुपर्छ। त्यही हो अहिले गर्न सक्ने अहिलेको अवस्थामा। यो अहिलेसम्मको संविधान चाहिँ 7औं संविधान छ नेपालको हैन। योभन्दा अगाडि पनि एउटा संविधान फ्यालिँदै अनि अन्तरिम संविधान बनेर चाहिँ नयाँ संविधान चाहिँ बनेको थियो हैन। अब यो संविधान अहिलेको संविधान चाहिँ फ्यालेर फेरि नयाँ संविधान ल्याउन सकिने अवस्था छैन र? तपाईले कस्तो राम्रो प्रश्न सोध्नुभयो। सामाजिक सञ्जालमा पनि के चलेको छ भन्दाखेरि बेला बेला चाहिँ 47 को संविधान परिवर्तन गर्न मिल्ने, तपाईको चाहिँ पुरानो अझ 19 सालको परिवर्तन गर्न मिल्ने, 25 को परिवर्तन गर्न मिल्ने, यो चाहिँ गर्नै नमिल्ने हो। संविधान ठुलो कि जनता ठुलो? जनताको अधिकारको निम्ति त संविधान फाल्नुपर्छ। जनताले खोजे अनुसार यदि संविधानले दिँदैन भने संविधान त परिवर्तन गर्नुपर्छ भन्ने एउटा चाहिँ बुझाइ जनतामा रहेको छ। यहाँ चाहिँ के हो तपाईँ हामीले के बुझ्दिनुपर्छ भन्दाखेरि विगतमा जति पटक संविधानहरू परिवर्तन भए नि त्यहाँ एक किसिमको ठोस रूपमा राजनीतिक सहमति देखिन्छ। राजनीतिक दलका नेताहरूले सहमति गरेर केही आधारभूत परिवर्तनको निम्ति, देशलाई नयाँ दिशामा लैजानको निम्ति, नयाँ व्यवस्था स्थापनाको लागि वा चाहिँ त्यति बेला भएको युद्धलाई रोक्नको निम्ति वा चाहिँ फरक व्यवस्था अँगाल्नको निम्ति फरक फरक सन्दर्भमा नयाँ नेपाल निर्माणको लागि होला, युद्ध विराम गर्नलाई होला, अनेकौं कारणले चाहिँ राजनीतिक सहमति जुटेको छ, बल्ल संविधान परिवर्तन भएको छ। यो अवस्था बाँकीको अवस्थाभन्दा कसरी फरक छ भन्दाखेरि यति बेला चाहिँ प्रधानमन्त्री बन्नु, संसद विघटन गर्नु यतिमा मात्रै राजनीतिक सहमति भएको देखिन्छ। यतिमा मात्रै राजनीतिक सहमति भएको देखिन्छ। अरू कुनै पनि मुद्दामा प्रमुख दलहरू, प्रमुख नेताहरू, प्रमुख पार्टीहरू बीच कुनै पनि सहमति भएको देखिँदैन। एउटा त्यसअनुसार चाहिँ यो संविधानको विकल्पमा अर्को संविधान ल्याउने भन्ने बाटो यहाँ पनि क्लोज हुन्छ। अर्कोतर्फ चाहिँ तपाईको राष्ट्रपतिले पनि हामीले संविधान जोगाएको छौँ, संसदीय व्यवस्था जोगिएको छ भन्नु भनेको संविधान अझै जीवन्त छ भन्ने कुराको सन्देश बुझ्नुपर्छ। अन्तरिम सरकारको सरकार प्रमुख सुशीला कार्कीले पनि हामी निर्वाचन गराउन आएको हो, संशोधनको केही कुरा पनि उहाँले बीबीसी नेपालीको अन्तर्वार्तामा खुलाउनु भएको छैन। त्यो भनेपछि उहाँले पनि संविधान आत्मसात गरेको देखिन्छ। उहाँले त अस्ति संविधान दिवसको दिन नै अब मनाइसक्नु भएको हो नि, संविधानै मनाइसक्नु भयो, संविधानै मानिसक्नु भएपछि जेनजीले जसलाई प्रतिनिधि मान्यो उहाँले नै संविधानलाई अङ्गमाल गरेको अवस्थामा चाहिँ, यसरी समातेको अवस्थामा चाहिँ जेनजीले अब संविधानको विकल्प खोज्नुपर्छ, विघटन गर्नुपर्छ भन्नु भनेको एक किसिमले तपाईँ हामीले चाहिँ त्यसको त्यो चाहिँ बिस्तारै चाहिँ यो राजनीतिक चेतना बढ्दै गए पछाडि, संविधान कानुनका कुरा बुझ्दै गए पछाडि उहाँहरूले बिस्तारै बुझ्नुहुन्छ। तर सतै रूपमा के बुझ्नुपर्छ भन्दाखेरि जुनै पनि संविधान जति बेला पनि परिवर्तन गर्न सकिन्छ, तर प्रमुख राजनीतिक दलहरूबीच राजनीतिक सहमति बन्नुपर्छ। राजनीतिक सहमति भयो भने बल्ल संविधान बन्छ पनि, राजनीतिक सहमति भयो भने बल्ल संविधान के भन्छ भन्दा हट्छ पनि। यो हटाउनको निम्ति चाहिँ हो एउटा विकल्प थियो। जति बेला चाहिँ अन्तरिम सरकारको गठन भएको थिएन, संसद विघटन भएको थिएन, त्यति बेलै प्रमुख दलहरू डराएको अवस्थामा थिए। त्यति बेला तिनलाई एक ठाउँमा राखेर कुनै एउटा किसिमको राजनीतिक सहमति गराइदिएको भए फरक राजनीतिक बाटोमा देश लाग्थ्यो। तर त्यो गरिएन। संविधानलाई के भनिन्छ भन्दाखेरि राजनीतिक र कानुनी दस्तावेज हो। पहिला राजनीतिक सहमतिबाट संविधान बन्छ अनि बल्ल यो कानुनको रूपमा काम गर्छ अरे। अनि राजनीतिक सहमति गरियो त कहीँ कतै गरिएको छैन। कुनै कुरामा यदि चाहिँ राजनीतिक सहमति गरिएको छैन भने त्यो कुरा चाहिँ कसरी चाहिँ संविधानमा चाहिँ समेट्ने त? तपाईँ कसै सामाजिक सञ्जालमा तपाईँ हामीले देखेकै भरमा प्रत्यक्ष कार्यकारी चाहिँ ल्याउनुपर्छ, जेनजीको चाहिँ यही चाहिँ एउटा चाहिँ के माग हो भनेर चाहिँ भन्ने सक्ने आधिकारिक कुनै चाहिँ ठोस रूपमा भन्न सक्ने चाहिँ ठाउँ छ त? यदि त्यसलाई मान्नुहुन्छ भने भोलिको दिनमा एउटा अर्को पक्ष आउला जसले के भन्ला भन्दाखेरि मलाई धर्मनिरपेक्षता मन परेको छैन, उसको लागि पनि संशोधनको कुरा अगाडि बढाउने। कोही एउटा अर्को पक्ष आउला, उसले के भन्ला भन्दाखेरि मलाई चाहिँ यो तपाईँको गणतन्त्र मन परेको छैन, राजतन्त्र ल्याउनु, उसको लागि पनि संशोधन गर्ने होइन नि त? भनेपछि संविधान परिवर्तन हुनु, संविधान बन्नु कसरी बन्ने रहेछ? राजनीतिक सहमति भयो भने परिवर्तन पनि हुन्छ, त्यहाँभित्र संशोधन पनि हुन्छ। त्यो अवसर हामीसँग थियो, गुमाइसकेको अवस्था हो। फरक तरिकाले अब अगाडि बढ्नुपर्ने हुन्छ।
हस् त विकास सर, अब यो सिचुएसन, देशको सिचुएसन त अलिअलि चाहिँ स्थिर रूपमा चाहिँ अगाडि बढ्दैछ। आशा छ हामीले जुन अन्तरिम सरकार बनायौँ, अन्तरिम सरकारले चाहिँ अब जेनजीको माग र समग्रमा नेपालीहरूको मागलाई चाहिँ सम्बोधन गरेर चाहिँ सरकार अगाडि बढोस् र हामीले चाहेको जुन 6 महिनामा चुनाव हुन्छ भनेको छ, अब 6 महिनामा चुनाव भएर चाहिँ हामीले नै रोजेको हाम्रो रिप्रेजेन्टेटिभहरू, हाम्रो प्रतिनिधिहरू चाहिँ सरकारमा गएर, सत्तामा गएर उहाँहरूले चाहिँ हाम्रो लागि चाहिँ अब सहज हुने खालको कानुन परिवर्तन गर्नुहुन्छ भन्ने चाहिँ आशा छ। यहाँ आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै विषयहरूमा चाहिँ अब कुरा चाहिँ निरन्तर रूपमा गर्ने नै छ। अन्त्यमा मैले एउटा दुईवटा कुरा थप्नु पर्दा चाहिँ तपाईँले भने जस्तै हामी आशावादी रहौँ कि वर्तमान सरकारले चाहिँ निर्वाचन गरोस्, जनताबाट जनादेश ल्याएर जनताको फ्रेस म्यान्डेटले जनताहरूले पनि गतिलो प्रतिनिधिलाई जिताएर पठाउँ, जसले गर्दा भोलिको दिनमा देशको अवस्था परिवर्तन रहोस्, एउटा कामना यहाँ गरौँ। र थप आउने दिनहरूमा पनि जेनजीले आफ्नो रचनात्मक भूमिका आफ्नो ठाउँबाट चाहिँ अगाडि चाहिँ बढाउन् भन्ने कुरा पनि कामना गरौँ। र अर्को के पनि कामना गरौँ भन्दाखेरि हाम्रो देश कुनै पनि शक्ति राष्ट्रको चाहिँ अखाडा हुनु हुँदैन, कुनै पनि शक्ति राष्ट्रको प्रयोगशाला बन्नु हुँदैन। हामी सबै नेपाली चाहिँ नेपालको राष्ट्रहितलाई चाहिँ आत्मसात गर्दै देश हितको निम्ति सधैँ एकजुट बन्नुपर्ने हुन्छ। सधैँ एकजुट भयौँ भने बल्ल देश विकास हुन्छ, राष्ट्रहित जोगाउन सक्छौँ, राष्ट्रमा शान्ति आउँछ, विकास आउँछ, जनमानसमा चाहिँ सामान्य परिवर्तन आउँछ। तपाईँ हामीले खोजेको के हो त भन्दाखेरि हाम्रो जीवन सहज होस्, निर्वाचनबाट चाहिँ हाम्रो जीवन सहज बनाउने बाटोमा चाहिँ हामी तपाईँ लागौँ। आफ्नो भूमिकाबाट चाहिँ हामी इमान्दार भएर लागौँ र इमान्दार नेताको पनि नेतृत्व पनि चयन गरौँ। धन्यवाद। बोलाउनु भयो, खुसी लाग्यो। नमस्ते।